नमस्कार, म विकास थपलिया। आज म सुनको बारेमा कुराकानी गर्दैछु। सुन भनेपछि हाम्रो समाजमा सधैँ चर्चा हुने गर्दछ। केही समय अगाडि सरकारका मन्त्रीहरूको सुनको बारेमा चर्चा भएको थियो र त्योभन्दा अगाडि नेपालमा हुने सुन तस्करी प्रकरणका चर्चाहरू हुने गर्दथ्यो। यो पछिल्लो एक दशकमा टनका टन सुनहरू तस्करी भएका रिपोर्टहरू सरकारले नै बनाएको छ र थन्काएको छ। आज हामी तिनै सुन प्रकरणमध्ये चर्चित सुन प्रकरणहरू जो संवेदनशील छन् र तिनका घटनाहरू रोचक छन् त्यसबारेमा कुराकानी गर्दैछौँ। र स्टुडियोमा निम्ति आएको छु क्राइम रिपोर्टर रमेश धौला। नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? ठिक छ। आज हामी सुनको बारेमा कुराकानी गर्दैछौँ र सुन भन्ने बित्तिकै र अझै सुन तस्करीको बारेमा कुराकानी गर्दै गर्दाखेरि सबैभन्दा बढी चर्चा भएको विवाद भएको प्रकरण हो चूडामणि उप्रेती गोरेसँग सम्बन्धित 33 किलो सुन प्रकरण, जसमा गोरेले सनम साक्यलाई हत्या गरेका दृश्यहरू हाम्रो मनस्पटलमा आउने गर्दछ। यो बारेमा अलिकति फेरि एकचोटि सम्झाउन के भएको थियो त्यति बेला त्यो घटना? यो चाहिँ खास 2074 सालमा, यो लगभग फागुनतिर जस्तो लाग्छ मलाई। त्यो बेलामा चाहिँ एउटा रहस्यमय घटना तत्कालीन अवस्थामा अपराध अनुसन्धान महाशाखा भन्थ्यो, हामी अपराध महाशाखा भन्थ्यौँ प्रहरीको। उपत्यकामा भएका जघन्य र ठुला प्रकृतिका अपराधको अनुसन्धान गर्ने त्यो युनिट थियो। अहिले त्यसलाई उपत्यका अपराध अनुसन्धान कार्यालय भनेर नामाकरण गरिएको छ। त्यो फागुनमा दुबईबाट आएको 33 किलो सुन जुन एयरपोर्टबाट पास भइसकेको थियो, एयरपोर्टबाट बाहिर निस्किसकेको थियो र त्यो सुन ल्याइसकेपछि त्यो सुनमा जसले लगानी गरेको हो त्यो सुन गन्तव्यमा नपुग्दै सुन गायब भयो। जसले लगानी गरेको थियो त्यो सुन लगानीकर्ताले प्राप्त नगर्दै सुन हराए। सुन हराइसकेपछि त्यो सुन खोज्ने क्रममा जसले सुन तस्करी गरे, जसले नेपालबाट त्यतिखेर भनेअनुसार त्यो चाहिँ भारतसम्म लैजाने भन्ने उनीहरूको योजना थियो। भारतीय लगानीकर्ताको सुन थियो र भारतसम्म पास गराउने गरी जिम्मा लिएर नेपाल मार्फत त्यो सुन तस्करी भएको थियो भनिन्छ। अहिले ट्रान्जिट नेपाल थियो। तर त्यो सुन पुगेन गन्तव्यमा। जसले लगानी गरेको थियो, जसले सुन खरिद गर्न खोजेको थियो, त्यो सुन ठाउँमा नपुगिसकेपछि लगानीकर्ताले त त्यतिखेर 33 किलो सुनको आफ्नो लगानी डुबिसकेपछि आफ्नो जसलाई जिम्मा दिएको हो ऊबाट चाहिँ सुनको खोजी गर्यो। सुनको खोजी गर्ने क्रममा 2074 सालकै फागुनको सायद मलाई लाग्छ यो चाहिँ अन्तिमतिर हो, यसको दोस्रो साता तेस्रो सातातिर मोरङमा एउटा हत्या भयो सनम साक्यको। प्रहरीले त्यो सूचना पाइसकेपछि सनम साक्यको हत्या प्रकरणमा चाहिँ सुन तस्करीको एउटा नेक्सेस जोडिएको छ भन्ने सूचना उपत्यका अपराध अनुसन्धान कार्यालय, त्यतिखेर अपराध महाशाखा भन्थ्यो, त्यहाँ आइसकेपछि प्रहरीले एउटा स्पेसल टास्क फोर्स बनाएर त्यसको अनुसन्धान सुरु गरेको थियो। र त्यो अनुसन्धान गर्ने क्रममा प्रहरीले तत्कालीन अवस्थामा महानिरीक्षकको रूपमा रहनुभएका प्रकाश हरियाल सायद बिदामा हुनुहुन्थ्यो, कतै जानुभएको थियो। प्रहरीको निमित्त महानिरीक्षकको रूपमा बमबहादुर भण्डारी हुनुहुन्थ्यो होइन। उपत्यका अपराध महाशाखा भनौँ, अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको रूपमा दिवेश लुनी हुनुहुन्थ्यो। उहाँले एउटा टिम बनाएर त्यो घटनाको विस्तृत अनुसन्धान गर्ने अनुमति माग्नुभयो, किनकि त्यो कार्यालयको क्षेत्राधिकार चाहिँ उपत्यकाभित्र मात्रै थियो र यदि कुनै क्रिमिनल कुनै अपराधको अनुसन्धान उपत्यका बाहिर गएर गर्नुपर्ने स्थिति भयो र काठमाडौँबाट घटना भएको भन्ने उहाँहरूको सूचनामा छ भने त्यो बाहिर गएर अनुसन्धान गर्नुपर्ने देखियो भने उहाँले चाहिँ महानिरीक्षकबाट अनुमति लिएर बाहिर जान सकिने स्थिति रहन्छ कतिपय अवस्थामा होइन। त्यो अनुमति लिएर उहाँहरूले एउटा विशेष टिम बनाएर त्यो घटनाको अनुसन्धानका लागि मोरङ पूर्वमा आफ्नो टोली पठाउनु भयो होइन। त्यतिखेर अब उहाँहरूलाई कति लाग्छ थाहा छैन, प्रजित केसी हुनुहुन्थ्यो त्यसको कमान्डरको रूपमा, डिएसपीको रूपमा। र उहाँहरू गएर त्यो अनुसन्धान गर्ने क्रममा सनम साक्य हत्या प्रकरणमा जोडिएका व्यक्तिहरूको खोजी भयो र त्यो गाडीमा उहाँले धेरै लामो समय अनुसन्धान गर्ने क्रममा गाडीमै सनम साक्य जो हत्या गरिएको थियो उहाँको चाहिँ शवलाई नै सँगै लिएर त्यो चाहिँ खोजी गर्ने क्रममा त्यसरी चाहिँ बाहिर आयो। तर यसमा त्यो घटना अब त्यो सनम साक्यको केसको मृत्यु त भयो नि, तर त्यसमा एउटा रोचक कहानी के देखियो भने दुबईबाट आएको थियो सुन, थाई एयरवेजबाट आएको भनिन्छ है फेरि अहिलेसम्म। त्यसको त्यसको चाहिँ प्रमाणित हुने स्थिति देखिएन, प्रुफ भइसकेको छैन, भएन त्यतिखेर। किन भएन भने थाई एयरबाट आएको देखिन्छ, एयरपोर्टमा त्यो थाई एयरबाट आएको भन्ने उहाँहरूको दाबी छ।
त्यो किन त्यसको प्रमाणित आजसम्म पनि भएन भन्दाखेरि त्यो सुनै भेटिएन क्या, होइन, सुन भेटिएन। सुन नभेटिसकेपछि त्यो सुन कहाँ गयो त भन्ने आजसम्म पनि खुलेन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 33 किलो सुन बाहिरिएको भन्ने जानकारीमा छ। सबै एयरपोर्टका सबै एरिया सिसी क्यामेरा त्यहाँको चाहिँ विमान ल्यान्ड भएदेखिबाट बाहिर निस्केको सम्म पनि हेरिएको छ, होइन। त्यतिखेर के दाबी गरिएको छ भने एकजना वन थरको एकजना सहयोगी लोडर चाहिँ त्यहाँ जुन सम्बन्धित एयरलाइन्समा काम गर्नुहुन्थ्यो, उनले चाहिँ त्यो सुन स्कुटरमा कुनै सवारी साधनमा बोकेर अनामनगरसम्म ल्याएका थिए कि भन्ने सम्बन्ध चाहिँ त्यतिखेर खुल्यो। र अनामनगरबाट त्यो सुन कसले लग्यो भन्ने कहिले पनि खुलेन, होइन। त्यो नखुलिसकेपछि के भयो भने त्यो सुन एयरपोर्टबाट पास गराउने जिम्मा कसको थियो? चुडामणि उप्रेती गोरेको थियो। सुन भारतसम्म लाने जिम्मा चाहिँ उसले लिएको थियो क्या। अब त्यो भारतसम्म लानको लागि लैजानु पर्ने सुन चाहिँ बाटोबाट गायब भएको घटनाले त्यो सनम साकेको हत्यासम्मको स्थितिमा पुर्यायो। र त्यही घटनाले सम्भवतः जुन प्रहरीले अन्डरकभर अपरेसन चलाएको थियो र त्यो अन्डरकभर अपरेसनले यदि त्यो उहाँहरूको सक्सेस भएको थियो भने त्यति बेला उहाँहरूले के दाबी गर्नुभएको छ भने सनम साके हत्या प्रकरणपछि प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा चाहिँ पछि छानबिनको दाबी हो त्यो चाहिँ, फेरि हामीले भनेको होइन। र त्यो आरोपमा लागेको प्रहरीमाथि अन्याय भयो भन्ने कुरा पनि पछि उठेकै थियो कि उहाँहरूको अनुसन्धानमा कुनै शङ्का गर्ने ठाउँ पनि थिएन भन्ने पनि मलाई पनि लाग्छ। किनभने त्यो मोरङसम्म जुन अनुसन्धान गर्न गएको टोलीले बुझाएको अनुसन्धान प्रतिवेदनमा चाहिँ सनम साकेको हत्या प्रकरणमा जोडिएपछि चाहिँ गोरे चुडामणि उप्रेती गोरेलाई चाहिँ प्रतिवादी नबनाइएको भन्ने विषयले विवाद सिर्जना गर्यो पछि, होइन। त्यो पछि विवाद सिर्जना गर्यो र त्यो विवाद यतिसम्म बढ्दै गयो कि अनुसन्धानमा जो भ्यालीबाट गएको टिमलाई नै पछि चाहिँ धेरै आरोप लगाएर उहाँहरूमाथि नै छानबिन गराइयो, होइन। पुलिस अफिसरहरूलाई नै हिरासतमा राखियो, दिवेश लोहनी सहित पछि छानबिन टोली गठन भयो। त्यो सुन तस्करीको सनम साकेको हत्या त्यो निर्ममतापूर्वक करेन्ट लाएर मारिएको केसले त्यति धेरै सनसनी मचायो र त्यो सबै घटना चाहिँ सुनसँग जोडिएको छ भन्ने हो। सुन ल्याउने मुख्य आरोपी को थियो? त्यो एयरपोर्टबाट पास गराउने भन्दाखेरि चुडामणि उप्रेती गोरे थियो र त्यो गोरेलाई कारबाहीको लागि त्यो अनुसन्धान प्रतिवेदनमा छैन भन्ने त्यो आरोप लाग्यो। त्यो आरोप पछि चाहिँ छानबिन समिति बनेको र गोरेलाई पछि छानबिन समिति बनिसकेपछि नै उहाँलाई पक्राउ गरेर ल्याइएको थियो चुडामणि उप्रेतीलाई। र त्यो कति रोचक कहानी त्यो हो भने रोचक पनि भनौँ, अलिक संवेदनशील पनि बनायो त्यसले कि तपाईँको दुबईबाट ल्याएको सुन गन्तव्यमा पुगेको छैन, बिच बाटोबाटै गायब भयो र त्यसको अनुसन्धान कहाँसम्म पुग्यो भन्दाखेरि त्यो जो अन्डरकभर अपरेसन गर्नुभएका अधिकृतहरू हुनुहुन्थ्यो उहाँहरूमाथि नै उल्टो आरोप लागेर त्यतिखेर तपाईँको बाल आउनुभएका दिवेश लोहनी जो हामीले भन्दाखेरि निकै नै काबिल अफिसरको रूपमा हामीले उहाँलाई चिन्थ्यौँ र उहाँले धेरै अनुसन्धान पनि गर्नुभएको थियो। त्यो टिममा भएका लगभग सबै अफिसरहरूलाई चाहिँ नेपाल प्रहरीमा राम्रो अधिकृतको रूपमा लिइन्छ र पछि नेपाल प्रहरीकै अवकाश प्राप्त आइजिपीहरू त्यसपछि अरू अफिसरहरूले पनि उहाँहरूमाथि अन्याय भएको त्यो मुद्दा चाहिँ लाउन चाहिँ गलत थियो भनेर प्रतिवाद पनि गर्नुभएको थियो। र त्यो घटनामा तपाईँ कसरी चाहिँ उहाँहरूले चाहिँ सफाइ, अब त्यसमा अर्को जोड्छु मैले, होइन। त्यहाँ त्यो सुन तस्करी प्रकरणमा चाहिँ के भयो भने त्यतिखेर अनुसन्धान गर्ने टिममाथि पनि मुद्दा लगाइयो, होइन। त्यही ग्रुपमा त्यही गोरेकै नेटवर्कमा बसेर लामो समयबाट सुन तस्करीमा सघाएको आरोप लागेका कतिपय सरकारी र प्रहरीकै कर्मचारीले पनि त्यही हुलमा परेका कारण उहाँले पनि सफाइ पाउनुभयो क्या, होइन। त्यो बेलाको घटनामा तर आजसम्म पनि त्यो 33 किलो सुन भेटिएन, होइन। सनम साके त्यो 33 किलो सुन नभेटिएपछि सबुत भएन नि त। र सबुत नभएपछि के भयो? हत्यामा मात्रै त्यो घटनाका आरोपीमाथि अहिले सजाय भएको छ। सुन तस्करीमा सुन नभेटिएका कारण सुन तस्करीमा जुन हामीले मुद्दा भन्यौँ कि त्यो सुन तस्करी भयो भनेर भनिएको थियो, त्यो सुन तस्करीको आरोप लागेकोहरूमाथि अधिकांश मान्छे सफाइ पाएर छुटिसक्नु भएको छ, अधिकांश। किन सुन भेटिएन, प्रमाण भएन नि त, स्थापितै हुन सकेन क्या। र त्यसमा अर्को तपाईँलाई मैले एउटा भन्छु कि त्यो घटना किन अर्को हिसाबले पनि रहस्यमय छ भने त्यो घटनामा जो एयरपोर्टबाट सुन ल्याएको भनियो त्यतिखेर आरोप लाग्दाखेरि, अहिले पनि मैले भनिरहेको छु कि सुन नभेटिएका कारण सुन कहाँ गयो अहिलेसम्म खुलेको छैन, होइन। सुन ल्याएको भनेर आरोप लागिसकेपछि जसले एयरपोर्टबाट पास गर्ने जुन सहयोगी हुनुहुन्थ्यो उहाँले पछि सुसाइड गर्नुभएको छ क्या एयरपोर्टमा, होइन। जुन थाई एयरको त्यो एयरलाइन्सको सहयोगी रूपमा जसले
अनामसँग सुन ल्यायो भन्नुभएको थियो। त्यो वन होइन वन थरको एकजना व्यक्ति हुनुहुन्थ्यो। उहाँले चाहिँ पछि एयरपोर्टमै त्यो यातना सहन नसकेर एयरपोर्टमै उहाँले त्यहाँ ट्र्याक्टरको पाङ्ग्रामुनि गरेर सुसाइड गर्नुभयो गर्नु नै भएको थियो त्यतिखेर। तर उहाँले किन सुसाइड गर्नुभयो भने पनि खुलेन। उहाँले सुन ल्याएको थियो भन्ने आशंका मात्रै अहिलेसम्म छ। उहाँमाथि आरोप मात्र लागिरहेको आरोप पनि थिएन, उहाँलाई अनुसन्धान भएको थिएन। उहाँले त्यो शङ्काको घेरामा छ टर्चर सहन सुन हराएको भन्ने गोरे समूहकै टर्चर सहन नसकेर उहाँले सुसाइड गरेको हो कि भन्ने आशंका गर्छन् अहिले पनि। त्यो पनि पुष्टि भएन। र अर्को तपाईँको त्यही केसमा जोडिएको मान्छे एकजना चौधरी हुनुहुन्थ्यो। मैले सबैको नाम मैले 10 वर्षभन्दा लगभग 10 वर्ष हुन लाग्यो मैले भन्छु। चौधरी थरको अर्को एकजना व्यक्तिले पनि प्रहरी हिरासतमा सुसाइड गर्नुभएको छ त्यही केसमा जोडिएको होइन। 2 जना त्यहाँ त्यो घटनामा जोडिएको 3 जना मान्छे त मृत्यु भयो। सनम साकेको हत्या भयो। वनको एयरपोर्टबाट जसले ल्याएको भन्ने शङ्का गरेको थियो उहाँले पनि टर्चर र यातना सर्न सकेर सुसाइड गर्नुभयो। र अर्को एकजना चौधरी थरको अर्को एकजना मान्छेले अनामनगरको प्रहरी विरुद्धमा आत्महत्या गर्नुभएको छ होइन। 3 जना मान्छे मृत्यु हुनुभयो भनेपछि अब सुनै छैन। तपाईँले अब त्यो कति रहस्यमय भएर त्यो घटना चाहिँ आज पनि त्यसको यथार्थ कुरा खोल्न सकेन भन्ने कुरा तपाईँले त्यहाँ थाहा पाउनु। पछि त्यही केस सार्वजनिक भइसकेपछि नै तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सरकारले एउटा उच्चस्तरीय छानबिन समिति गठन गर्यो। र छानबिन समितिले नै अब त्यो छानबिन समितिको प्रतिवेदन त्यसपछि सरकारले ग्रहण गरे पनि त्यो प्रतिवेदन कहिले पनि सार्वजनिक भएन। र मलाई थाहा भएसम्म त्यो केस त्यो छानबिन समिति यति मिन ढङ्गले गर्ने प्रयास भएको छ कि त्यसमा चाहिँ अनुसन्धानमा गएका प्रहरी अधिकारीहरूमाथि चाहिँ मुद्दा चलाएर चाहिँ अन्याय भयो भन्ने छ आज पनि। दिवेश लुनी लगायतका उहाँहरूमाथि चाहिँ किन उहाँहरू कार्यक्रम जानुभयो, उहाँको नियतमा कुनै शङ्का छैन। उहाँहरूले अन्डर कभर अपरेसन गर्नुभएको, कोभर्ड अपरेसन गर्नुभएको, त्यसको उद्देश्य त्यसको तरिका त्यो तरिकालाई बुझ्न नसकेर उहाँहरूमाथि मुद्दा चलाइयो भन्ने आज पनि उहाँहरूको अनुसन्धान गर्ने तरिकामाथि चाहिँ प्रश्न उठ्यो। उहाँहरूले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अनुसन्धान गर्नुभयो भने आरोप लाग्यो। उहाँहरूको आरोप भयो। तर प्रहरी भनेको काम चाहिँ अपराध नियन्त्रण गर्ने हो, अनुसन्धान गर्ने हो। सूचना प्राप्त गरिसकेपछि प्रहरी प्रधान कार्यालयबाट अनुमति लिएर गएको विषयमा उहाँले जुन खालको आशंका व्यक्त गरेर चाहिँ एउटा अनुसन्धानमा संलग्न प्रहरीमाथि मुद्दासम्मको स्थिति पुर्याइयो, त्यसले चाहिँ त्यसपछि चाहिँ कतिपय प्रहरीमाथि रिस्क लिएर काम गर्ने मनोबल गिर्यो भन्ने पनि आयो होइन। त्यसको आफ्नो पक्ष विपक्षमा त्यसको बहस छ। पछि ईश्वरराज पौडेलको नेतृत्वमा एउटा छानबिन समिति बनेपछि त्यो छानबिन समितिले 700 भन्दा बढी पृष्ठ लामो चाहिँ प्रतिवेदन बुझाएको छ होइन। तपाईँले याद गर्नुभयो कि भएन, म अहिले तपाईँले त्यहाँ सायद कुरा पनि गर्नुहुन्छ होला, भेप महराको केस आउँछ होला। त्यही केसको आसपासमा कृष्णबहादुर महराको साङ्केतिक रूपमा प्रश्न उठाएको थियो उहाँमाथि त्यतिखेर पनि। र उहाँले याद गर्नु होला त्यतिखेर उहाँले सुनमा के कुरा, हामी जस्तो भुरा माछाको के कुरा गर्ने भनेर उहाँले अलिकति त्यतिखेर नै कतै भाषणमा बोल्नुभएको थियो। त्यो त्यसमा पनि जोडिन्छ होइन। त्यतिर अनुसन्धान भएन। र मैले के भन्न खोजेको भने सहसचिव ईश्वरराज पौडेल नेतृत्वमा बनेको छानबिन समितिको प्रतिवेदनमा मान्छे किटान गरेर 200 भन्दा बढी मान्छेको नाम तोकिएको छ भनेर त्यतिखेरै भन्थ्यो। तर त्यो सार्वजनिक भएन कहिले पनि होइन। पछि त्यही बेलामा चाहिँ प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो होइन। गृहमन्त्री रामबहादुर थापा त्यसलाई हुनुहुन्थ्यो। उहाँहरूले त्यो प्रतिवेदनलाई सार्वजनिक गर्ने त्यो प्रतिवेदनमा औल्याएका कुराहरू, किनभने त्यसमा चाहिँ तपाईँले हेर्नुभयो भने त्यो छानबिन प्रतिवेदनले यति धेरै कुरो देखाएको छ कि दुबईबाट कसरी नेटवर्क बनाएको छ होइन, नेपालसम्म कसरी सुनाउँछ, कसरी पास हुन्छ भन्ने र त्यसको सञ्जालमा भएका सबै मान्छे, मैले भने 200 भन्दा बढीको नाम उल्लेख गरिएको थियो भन्नुहुन्छ उहाँहरूले। तर त्यो मान्छेहरूको बारेमा अनुसन्धान भएन, पछि प्रतिवेदनै सार्वजनिक भएन क्या। त्यो प्रतिवेदन सार्वजनिक नहुनुमा, कार्यान्वयन नहुनुमा, सरकारले बाहिर नल्याउनुमा त्यो 200 जना जो व्यक्तिहरू छन् ती चाहिँ हाई प्रोफाइलका, अघि तत्कालीन सभामुख कृष्णबहादुर महराले भने चाहिँ उहाँ आफैले सानो माछा भन्नुभयो आफैले होइन, हामी भुरा माछा भन्नुभयो। भनेको ठुला ठुला माछाहरूको नाम त्यहाँ हुनसक्छ हो। त्यतिखेर उहाँ चाहिँ मलाई लाग्छ कृष्णबहादुर महरा अर्थमन्त्री हुनुभयो जस्तो लाग्छ होइन। त्यो आसपासमा मन्त्रालयमै हुन्थ्यो, अर्थमन्त्री हुनुभयो जो सरकारमा हुनुहुन्थ्यो होइन, जो उहाँ मन्त्रालयमै हुनुहुन्थ्यो। हामी किन भन्सारबाट पास भएको भन्ने आरोप लाग्यो अनि उहाँमाथि क्वेसन उठेको थियो क्या। अनि भन्सारबाट पास हुँदाखेरिको स्थितिमा चाहिँ उहाँले चाहिँ हामीलाई यदि हामीले क्वेसन गर्ने भने हामी चाहिँ अब सुनमा के हो र भन्ने जस्तो हिसाबले काहीँ सार्वजनिकमा उहाँले बोल्नु भएको थियो। तर त्यो प्रतिवेदन
होइन। उहाँ त्यो प्रतिवेदन दुबई गएर पनि अनुसन्धान भएको छ क्या, कुन पसलमा सुन खरिद हुन्छ, कुन पसलबाट सुन बढी आउँछ, कसरी मान्छे नेटवर्क बनाइएको छ, एयरपोर्टमा दुबईको एयरपोर्टमा कसरी सुन पास गर्नको लागि चाहिँ अर्को सञ्जाल तयार पारिएको छ, एयरपोर्टबाट यहाँसम्म कसरी आउँछ, एयरलाइन्सका कर्मचारीहरू कसरी मिलेमत्व गर्छन्, नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी सुन पास हुन्छ र त्यो बाहिरबाट ल्याएर कसरी चाहिँ सम्बन्धित लगानीकर्तासम्म पुग्छ र कसरी त्यसको डिस्प्याच हुन्छ भन्नेसम्मको धेरै कुरा त्यो कुरामा प्रतिवेदन खुलाइएको छ भन्ने हामीलाई छानबिन थियो। तर ती मान्छेहरू चाहे 74 सालमा यदि त्यो प्रतिवेदनको कार्यान्वयन गरिदिएको भए, तपाईँ हामीले आज जुन स्केलको सुन तस्करीको सञ्जाल सुनिरहेको छौँ, जसले चाहिँ मुलुकको समग्र सुरक्षा प्रणालीलाई प्रश्न गर्छ, अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीलाई प्रश्न गर्छ, त्यो सच्चिन सक्छ, सुध्रिन सक्छ नि त। एउटा कुरा, त्यो एउटा सामान्य पृष्ठभूमिका चुडाबहादुर उप्रेती गोरे यति ठुलो नेटवर्क सञ्चालन गर्न सक्ने हैसियतका कसरी बने? को हुन् गोरे? चुडामणि उप्रेती गोरेको चाहिँ त्योभन्दा अगाडि हामीले अब अलिअलि हेऱ्यो भने उसको धेरै पृष्ठभूमि त्यति कुनै धनाढ्य जस्तो देखिन्न होइन। त्यही छानबिन प्रतिवेदनले पनि, त्यो प्रतिवेदनमा पनि सयौँ पटक चाहिँ एयरपोर्टबाट सुन पास भएको छ भन्ने कुरा त्यहाँ देखाएको छ भनिएको छ होइन। र उनले नै सायद त्यो विषयमा उनले चाहिँ एयरपोर्टबाट काठमाडौँका विभिन्न शक्ति केन्द्रलाई आफ्नो चाहिँ पकडमा लिएर अब उसले कसरी त्यो सञ्जाल विस्तार गर्यो भने त्यसको धेरै पक्षहरू छ होइन। अब उसको अब अहिले ऊ जेलमै छ होइन। उनको बारेमा सम्भवतः पछि चाहिँ सुन तस्करीको अरू इस्यु आउँदा पनि उनको चर्चा हुन्थ्यो र अस्ति जेएनजी आन्दोलन क्रममा सबै भाग्दा पनि गोरे भागेनन् एयरपोर्टको सेन्ट्रल जेलबाट उनी भागेका छन् किनकि उनलाई बाहिर असुरक्षा छ भन्ने थियो होइन। उनले चाहिँ सायद उनको जिम्मा चाहिँ के मात्रै जस्तो लाग्छ मलाई भने त्यो हेर्दाखेरि उनी चाहिँ काठमाडौँमा सुन आइसकेको एयरपोर्टबाट सुन पास गर्ने जिम्मा चाहिँ त्यहाँका भित्र कर्मचारीको थियो, भन्सारका कर्मचारी जो संलग्न हुनुपर्ने त्यो कर्मचारीको थियो। एयरपोर्टबाट रिसिभ गरेर जहाँ लगानीकर्ता हो जसले पैसा हालेको त्यो मान्छे भाटामासम्म लगिदिने दायित्वमा चाहिँ चुडामणि उप्रेती थिए होइन। उसले चाहिँ नेपालका सरकारी संयन्त्रमा रहेका अब सुरक्षाकर्मी, भन्सारका कर्मचारी जो मिलाउनु पर्ने त्यो मिलाउँदै त्योबाट पास गरेर सम्बन्धित ठाउँसम्म लैजानको लागि उनले भूमिका खेलेको भन्ने चाहिँ उनको सरस्वती हामीले हेर्दाखेरि देखिन्छ कि त्यो लगभग 10 वर्षभन्दा बढी भइसक्यो। 74 सालको घटना हो होइन। लगभग 10 वर्ष हुन लाग्यो भनौँ, 9 वर्ष जति भयो। अब उनलाई त्यो केसमा ज्यान मार्ने कर्तव्य ज्यानमा चाहिँ उनमाथि जन्मकैदको सजाय भएको छ होइन। उनलाई त्यो सजाय दोषी ठहर गरिएको छ। पछि त्यो इस्युमा जोडिएका धेरै मान्छेले सफाइ पाउनुभयो। झन्डै 70 जनाभन्दा बढी विरुद्ध त्यो घटनामा चाहिँ मुद्दा चलेको थियो। र त्योभन्दा पहिला पनि एयरपोर्टबाट आएको अर्को 33 किलो सुन केस थियो। त्यो केसमा पनि दुईटालाई एकै ठाउँमा राखेर उहाँहरूले चाहिँ एउटै मुद्दा दायर गरेका कारण पनि त्यो मुद्दा असफल भयो भन्ने चाहिँ विश्लेषण हुन्छ क्या अहिले पनि। गोरेले सनम साकेको हत्या गर्दाखेरि करेन्ट लगाएर एकदम क्रूर ढङ्गबाट मात्रै हत्या गरेनन्, उनले भिडियो समेत बनाएर रिलिज गरे भनौँ न। होइन, रिलिज गरेन, त्यसको कहानी छ। जस्तो त्यो चाहिँ के भयो भने अब लगानीकर्ताले सुन खोजिरहेछ, उसले सुन दिन सकेन, सुन हरायो होइन। सुन हराइसकेपछि उसले के गर्यो भने म सुन खोजिरहेछु भन्ने त्यो सम्बन्धित पक्षलाई, लगानीकर्तालाई, उसको साउ मालिक थियो जो भनौँ सुनको, उसलाई देखाउनलाई उसले करेन्ट लागेको भिडियो खिचिएको थियो क्या त्यो खासमा। मैले खोजिरहेको छु, मैले टर्चर गरिरहेको छु, योसम्म टर्चर गरेर मैले मान्छे खोजिरहेको छु भन्ने देखाउनलाई त्यो भिडियो उसले खिचेको थियो कि। त्यो उसले काहीँ रिलिज गर्न सोसियल मिडियामा हाल्न खिचेको भिडियो होइन नि त। त्यो पछि अनुसन्धान क्रममा उसको मोबाइलबाट त्यो बरामद भयो, पछि आयो, त्यो सार्वजनिक हुँदाखेरि त्यसरी भयो। त्यो जङ्गलमा गरिएको थियो। उसलाई चाहिँ त्यहाँ नियन्त्रणमा लिएर के अरे चाहिँ करेन्टसम्म लाएर गराएको चाहिँ कारण चाहिँ उसले त्यो सुनको भारतसम्म लाने उसको जिम्मा थियो नि त सुनको होइन। त्यो लगानीकर्ता पछि खुल्दा पनि खुलेन। त्यहाँ कतिपय नेपाली सुनका कारोबार व्यवसायीहरू पनि हुनुहुन्छ भन्ने त्यही शङ्का थियो। अब एकजनालाई सम्भवतः त्यहाँ मुद्दा पनि चल्यो जस्तो लाग्छ मलाई, सुनकै व्यवसाय गर्ने मान्छेलाई होइन। तर उहाँहरू सबैले सफाइ पाउनुभयो पछि। र त्यो इस्युमा उनले भिडियो खोज्नेको कारण चाहिँ सुनमा लगानी गर्ने मान्छेले मैले तपाईँको सुन खोजिरहेको छु, मलाई चाहिँ उसलाई पनि टचर हाल्यो सायद त्यतिखेर। त्यत्रो करोडको सुन हरायो नि त त्यहाँ त, 33 किलो सुन हरायो नि त। लगानीकर्ताको लगानी त डुब्यो नि त। सुन त फेरि पैसै हालेर किन्ने हो, फ्रीमा पाइने सुन। दुबईमा किन्दाखेरि त सुन पैसा त्यहाँको चाहिँ पसलबाट मजाले ढुक्कसँग किन्न पाउने व्यवस्थालाई उसले प्रयोग गरेर त हो त्यो त।
त्यही भएर त्यो उसले भिडियो चाहिँ सम्बन्धित पार्टनरलाई देखाउनलाई अथवा उसलेसँग जसले सुन खोजिरहेछ उसलाई देखाउनलाई उसले खिचेको थियो। सनम साक्य पनि त्यो गोरेहरूकै नेटवर्कका एक सदस्य थिए होइन? त्यहाँ अब मैले भने अब यसको रहस्य नै छ क्या, किनभने सुन भेटिएन नि त। मैले तपाईँलाई भने 3जना मान्छे त्यहाँ मृत्यु भयो, 2जना सुसाइड भयो, 1जना हत्या भयो। त्यसको एकमात्र प्रमाणको रूपमा चुडामडी उप्रेती मात्रै हो ठ्याक्कै। र उसले पनि के भन्न सकेन भने सुन कहाँबाट गायब उसले पनि भन्न सकेन नि त पछिसम्म पनि, उसले सुनै पाएन नि त। उसले आफ्नो चाहिँ लगानीकर्तासम्म सुन पुर्याउनको लागि उसले सुन प्राप्त नगरिसकेपछि, त्यो सुनै नभेटिसकेपछि र 3जनाको मृत्यु भएपछि गोरेले पनि के खुलाएनन् भने त्यो सनम साक्यले चाहिँ पनि सुन गायब पारेको हो कि भन्ने उसले जुन शङ्का गरेको थियो त्यति त्यो बिचमा, त्यो वनले सनम साक्यलाई दिएको हो कि होइन, अथवा त्यो सनम साक्यले सुन लगेर कतै बेचेको हो कि होइन, अथवा सुन कसरी त्यहाँबाट चाहिँ गायब हो भन्ने कुरा खुलेन क्या कहिले पनि, आज पनि खुलेको छैन। भनेको यही समूहका कोही एक सदस्यले सुन गायब बनाए, त्यही त अनुसन्धान भएन नि हालसम्म। हामीले जति अहिले तपाईँले भन्नुभएको त्यति चर्चित केस जो अहिले हत्या केसमा आरोपमा त्यत्रो भिडियो आयो, त्यति बेलाको उनी जेलमा छन्, कारागारमा छन्, तर सुन छैन क्या अहिले पनि। उसलाई त्यही मर्डरमा मात्रै सजाय भएको छ नि त, हत्याकारमा मात्रै सजाय भएको छ। सुनको मुद्दा लागेको मान्छे सबै छुटिहाल्यो नि। 33 किलो सुन पनि छैन, त्यो तस्करी प्रकरणको अनुसन्धान पनि छैन, दबियो। अब दोहोऱ्याएर भएन, अब पुलिसले रिक्स लिन चाहेन नि त। त्यसपछि त जो अनुसन्धान गर्न गएको प्रहरीलाई त मुद्दा लाग्यो नि त, जसले त्यो खोज्न सक्थ्यो भन्ने हामीलाई लाग्छ आज पनि होइन। यदि उहाँलाई त्यसको पछि फेरि जिम्मा दिएको भए, उहाँलाई मुद्दा नलागिकन थुनामा नलागिकन त्यो खालको धरपकड नगरेको भए सायद त्यो कुरा पत्ता लाग्न पनि सक्थ्यो। उहाँले त्यही पनि भन्नुहुन्थ्यो कि हामीले गोरेबाट यो सुन कहाँ गयो भन्ने र सुनको नेक्सससम्म पुग्नलाई नै हामीले गोरेलाई चाहिँ तत्कालीन अवस्थामा प्रतिवादी नबनाएर आफ्नो नजिक ल्याउनु, उसलाई शङ्का थियो नि त, भागिरहेको थियो त्यतिखेर होइन। त्यसको लागि नै हामीले अन्डरकभर अपरेसन, कोभर्ड अपरेसन भनेको त्यही हो भन्ने चाहिँ उहाँहरूको उ छ नि त अहिले पनि। त्यो अनुसन्धानलाई विक बनाउनको लागि नै त्यति बेला ती पुलिस अफसरहरूलाई पक्राउ गरिएको हुनसक्छ, त्यो एउटा गेम पनि हुनसक्छ। त्यो चाहिँ अब विक बनाउनको लागि पक्राउ गरिएको भन्ने चाहिँ अब भन्न हामीले त्यसरी दाबी गर्न मिल्दैन होइन। किनभने तपाईँको जस्तो अब दुइटै पक्षको नियत राम्रो तर पीडित भएको हुने स्थिति बन्न सक्छ कि दुईटैको सरकार त्यतिखेर लगभग केपी ओली नेतृत्वको सरकार हो होइन। अब छानबिन प्रतिवेदनलाई मैले भनिहालेँ तपाईँलाई, तपाईँले चाहिँ त्यो प्रतिवेदनमा देखाइएका 200 भन्दा बढी मान्छेको नाम किटान गरिएको छ, तर उहाँहरूको छानबिन भएन भन्ने। त्यति मात्र भने यो समूहले 400 टनभन्दा ज्यादा सुन तस्करी गरेको भन्ने त्यो रिपोर्ट पनि त्यहाँ छ। त्यसमा त तपाईँको अब त्यो नेटवर्कमा रहेका मान्छे त्यही गोरे नै कैयौँ पटक दुबई गएको देखिन्छ नि, सयौँ पटक त्यहाँ चाहिँ दुबई ओहोरदोहोर गरेको रेकर्डहरू त्यहाँ छ होइन। भइदियो के भने त्यही गायब भएको सुनमै यसको रहस्य लुकेको भएर चाहिँ पछिसम्म पनि यसको रियल केस सार्ने भएन। अब सुनको पछि छानबिन प्रतिवेदन पनि कानुनमा आएन। यदि अहिले पनि सरकारले चाहने हो भने त्यो प्रतिवेदन अब गृह मन्त्रालयमा आगो लागेको भए त्यो प्रतिवेदन छ कि छैन चाहिँ मलाई जानकारी भएन। तर अहिले जसले प्रतिवेदन बनाउनु भयो उहाँसँग एउटा होइन, उहाँले स्वतः नहुन पनि सक्छ, किनभने छानबिन समितिको एउटा मर्यादा हुन्छ कि उसले छानबिन सकिसकेपछि त्यो प्रतिवेदन उहाँले राख्छ, त्यो सरकारलाई बुझाउने प्रतिवेदन हो नि त, कुनै व्यक्तिले घरमा राख्न मिल्दैन क्या त्यो त्यस्तो चिजहरू। त्यो त अनुसन्धान त्यहाँ त कैयौँ प्रमाणहरूले जुटाएर उसले कैयौँ नेटवर्कहरू बनाएर सरकारलाई कार्यान्वयन लागि बुझाइएको चिज उसले फेरि घरमा राख्दा त्यो सूचना लिक हुने सम्भावना रहन्छ नि त। त्यो त सरकारको प्रोपर्टी हो नि, सरकारको सम्पत्तिको रूपमा त्यो गइसकेपछि अरूले त्यो राख्ने घरमा राख्ने त्यो त कुनै न कुनै सार्न हुने सम्भावना रिक्स रहन्छ। तैपनि 33 किलो सुन प्रकरण जसमा सम्बन्धित 3जना आशंका गरिएका अथवा त्योसँग जोडिएका 3जनाको मृत्यु भएको छ, 1जनाको हत्या भएको छ, 2जनाले आत्महत्या गरेका छन्, 1जनाले हिरासतभित्रै आत्महत्या गरेका छन् भनेपछि यति गम्भीर घटनामा राज्य यसरी मुखदर्शक भएर अथवा हल्का ढङ्गबाट यो घटनालाई छोडिदिन चाहिँ हुँदैन। यदि गृह मन्त्रालयमा मैले भने नि सायद अब यही छ कि अब अहिले चाहिँ परिस्थिति त्यसरी नै बिग्रियो। त्यो प्रतिवेदन भएको ठाउँ एउटा गृह मन्त्रालय हो। अब 74 सालमा भूकम्पपछि त्यो गृह मन्त्रालय सायद पुरानै बिल्डिङमा थियो होइन, पुरानै बिल्डिङमा थियो। अहिले जहाँ प्रधानमन्त्री कार्यालयको नयाँ बिल्डिङ प्रयोग भएको छ त्यहाँ भएको पुरानो त्यही बिल्डिङको गृह मन्त्रालय थियो र त्यहाँ भएको त्यो प्रतिवेदनका मिसिलहरू फाइलहरू भएको कुनै सोकेसहरू कुनै बुहरू सुरक्षित छ भने त्यो प्रतिवेदन उहाँले कानुनमा लान सक्ने अझै पनि छ नि त। त्यहाँ त उसले त सिफारिस गरेको नि त थुप्रो, त्यहाँ त धेरै मान्छे छ भन्नुहुन्छ क्या उहाँले होइन। त्यो प्रतिवेदन अझै पनि त्यो छ भने कार्यान्वयन गर्न सक्ने बाटोहरू अझै पनि छ।
त्यो प्रतिवेदन यदि खोल्ने हो भेटियो भने अथवा कार्यान्वयनमा लाने हो भने अब त्यतिखेर भएका केसहरूमा संलग्न भएका मान्छेहरूको धेरैको खोल्न सक्छ। अहिलेको सरकारले पनि यदि अपराध नियन्त्रण गर्नको लागि दृढ छ र पहिलाको सरकारले जस्तो त्यो प्रतिवेदनलाई लुकाउँदैन, खुट्टा कमाउँदैन अथवा त्यो सरकारमाथि नै प्रश्न उठ्यो, औँला सोझियो नि त होइन। अब यो सरकारले त्यो प्रतिवेदन खोल्ने र अनुसन्धान गर्ने आँट गर्यो भने धेरै त्यस्ता तस्करी सञ्जालका व्यक्तिहरूको त्यो मुखौटा खुल्न सक्छ। धेरै त्यो पनि खुल्न सक्छ र त्यहाँ त तपाईँले विमानस्थलको सुरक्षा प्रणाली सुधारको लागि, त्यसपछि अरू संयन्त्रहरू सुधारको लागि दुबईमा के भएको त्यो कसरी नेटवर्क बनाएको थियो भन्ने कुरा त त्यहाँ धेरै खुला छ नि त। झन् 700 पेजको प्रतिवेदन त धेरै कुरा खुल्ने नै भनिन्थ्यो। त्यसले हाम्रो सुरक्षा प्रणाली सुधारको लागि पनि त्यसले चाहिँ मार्गनिर्देश गरे हुनसक्छ क्या त्यसमा, किनभने त्यो प्रतिवेदन त सरकारलाई कार्यान्वयनको लागि दिएको नि त। त्यहाँ त मान्छे कारवाही गर्ने एउटा पाटो भयो, दण्डित गर्ने एउटा चाहिँ तपाईँको पक्ष रह्यो। त्यति बेलाको सरकारले त्यो प्रतिवेदन लुकाएर राख्नु, ढाकछोप गर्नु, दबाउनु नै अर्को अपराध हो। त्यसपछि तपाईँले हेर्नुहोस् न सुनको कसरी ग्राफ बढेर गयो त नि होइन। 74 सालमा तपाईँको 74 सालमा त्यतिखेरको शक्तिशाली सरकारले यदि त्यो प्रतिवेदन निष्पक्षताका साथ इमान्दारीपूर्वक कार्यान्वयन गरिदिएको भए त्यस यता तपाईँले 74 पछि हेर्नुभयो भने त्यो गोरेभन्दा अगाडि अर्को 33 किलो थियो, त्यसपछिका कैयौँ किलो आयो। मैले तपाईँले हेऱ्यो भने सायद त्यही आसपासमा नै हो रसुवाबाट आएको 88 किलो सुन बरामद भएको छ होइन। अब त्यसको अगाडि पछाडि प्लेट हेऱ्यो भने त्यो देखिन्छ तपाईँको त्यति भएको छ। अब त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट पछि चाहिँ दुबईबाट पनि सुन आयो, हङकङबाट आयो, कैयौँ कति घटना भयो भन्नु न। त्यो त्यहाँ त प्रणाली कारवाही मात्रै भएन, कारवाही त तपाईँले दण्डित गर्न सक्ने एउटा कानुनी प्रक्रियाको एउटा पाटो रह्यो। तर तपाईँले त त्यो संयन्त्र सुधार्न पनि चाहनु भएन नि त। एयरपोर्टबाट खुलेआम 33 किलोका टन भनौँ न 33 किलो सुन तस्करी हुने संस्था, त्यो संयन्त्र, त्यो प्रणालीलाई सुधार्न चाहेको भए पनि त त्यो कार्यान्वयनमा आउँथ्यो नि त। त्यो त आएन नि त। हाम्रो भन्सारका त कर्मचारी थिए, हाम्रो भन्सारको लुपहोल कता एजेन्सीहरू कसरी लुपहोल भयो। एउटा अन्तर्राष्ट्रिय सुन तस्करीको माफियाले तपाईँको एउटा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, अहिले 3टा भयो, त्यतिखेर एउटा मात्र थियो नि त। एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई सबै प्रणालीलाई असफल बनाएर एक पटकमा 33 किलो सुन तस्करी गराउँछ भन्ने कुरा प्रतिवेदनमा आइसकेपछि त्यो अनुसारको त्यो संस्था सुधारको लागि पनि त उहाँले पहल गर्नु पर्यो। त्यसरी सुध्रेर आउनु पर्थ्यो नि त यी संस्थाहरू त, एयरपोर्टहरू त। त्यो त सुरक्षा अन्तर्राष्ट्रिय के अरे उसले सोराजले भने जस्तो हात्ती पनि छिराउँछु भन्ने जस्तो स्थितिलाई त हामीले सुधार्नै चाहेन नि त उनीहरूले। त्यो प्रणाली सुधार्ने पनि मौका थियो नि त त्यो प्रतिवेदन कार्यान्वयन त सरकारले यदि चाहेको भएर। हामी अन्तर्राष्ट्रिय अपराध रोक्नको लागि चाहिँ त्यो एउटा ट्रान्जिटको रूपमाबाट हामीले रोक्न सक्ने स्थिति रहन्थ्यो नि त। त्यहाँबाट तपाईँको सुन मिलेर तस्करी भयो। यदि त्यहाँ तपाईँले अब मलाई थाहा भएसम्म त्यसपछि तपाईँले एयरपोर्टमा चाहिँ भन्सार कार्गो एरियामा तपाईँको सोफिस्टिकेटेड एक्सरे मेसिनहरू राख्नुपर्ने हामीले देखाएको थियौँ होइन, त्यतिखेर भन्थ्यो। त्यसपछि तपाईँको ड्रग्स त्यही एयरपोर्टबाट आउनु थाल्यो, आइरहेछ, अझै पनि आउँछ होइन। अरू इलिगल सामानहरू आउँछ भनेपछि त्यो त सुन रोक्न मात्रै होइन नि त। अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा पूर्ण प्रणालीले सुधारको लागि चाहेको भयो त्यो सबै सुध्रिन्थ्यो नि त। हामीमाथि जुन आक्षेप लाग्छ कि तिम्रो अन्तर्राष्ट्रिय एयरपोर्टमा चाहिँ सुरक्षा प्रणाली छैन भन्ने जुन हाम्रो दाग लाग्छ, आरोप लाग्छ, त्यो आरोपबाट हामीले आज सुधारेर हाम्रो देशमा चाहिँ छिर्न सक्दैन है भन्ने कुरा पार्न पर्छ नि त। अब फेरि उल्टो छ तपाईँको, जस्तो एयरपोर्टमा हामी विदेश जाँदा पनि देख्छौँ नि त होइन। तपाईँले अब त्यही सुनको कुरा हेर्नु न, दुबईले सुन लिगली बेच्छ उसले, दुबईमा तपाईँ जति सुन किनि पनि पायो, त्यहाँ कुनै अवैध छैन होइन। अब उसले तपाईँले बेचेको सुन उसले कहाँबाट लान्छ, उसलाई के मतलब हो? सुन त हाम्रो कानुनले, हाम्रो भन्सार प्रणालीले हामीले कर नतिरेको रासो छली गरेर ल्याएको सुन ल्याउन पाइन्न भनेर हाम्रो कानुनले रोकेको न हो। दुबईको कानुनले रोकेको थिएन नि त। उसकोबाट त मजाले मार्केटमा किन्यो, खर ल्यायो, एयरपोर्टबाट पास भयो, आयो। अब सुन तपाईँले जस्तो इन्टरनेसनल एयरपोर्टको मापदण्ड अनुसार चाहिँ सुन चाहिँ के अरे एक हिसाबले सुरक्षा थ्रेट पनि होइन भनेको रोकिदिनु पर्थ्यो तिमीले भन्नको लागि। ड्रग्स जस्तो होइन नि त, त्यो हतियार जस्तो होइन नि त। त्यो त सुन हो, ऊ त बेच्न बसेको छ, बेच्छ उसले त सुन त। सुन आफैमा अवैध सामान त होइन नि त, फेरि त्यो त प्रपर्टी पनि हो नि त होइन। उसले कुनै मार्केटबाट किनेको सुन मेरो देशको कानुनले चाहिँ त्यसलाई रोकेको हो। त्यो कर छली चाहिँ अपराध हो, कर छली मात्रै त्यसको। उसले कर छलेर त्यो भन्सारको शुल्क छरेर आएपछिको पैसा उसले नाफा कमाउनु नि त हो। सुनमा आखिर लगाइन्छ नि त, दुबईमा सुनको जति पर्छ त्यति तिर्नै पऱ्यो नि। त्यहाँ उसले छुट्टै छ तपाईँ तस्करी छुट्टै ल्याएर दिँदैन नि त्यसरी त।
त्यहाँबाट सुन त आयो नि त। अब मैले भनेको एयरपोर्टमा उसले के गर्यो, सुन बेच्ने संस्था देश भएको भएर उसले सुन चाहिँ वैध मार्केटबाट वैध रूपमा पैसा तिरेर सुन चाहिँ ड्रग्स पनि होइन, सुन चाहिँ हतियार पनि होइन, अथवा अरू कुनै अन्तर्राष्ट्रिय आइकाओको अथवा अन्तर्राष्ट्रिय मापदण्ड विपरीत कुनै देशमा जान नदिनु पर्ने सामान पनि होइन भनेपछि उसले सुन बेच्यो र सुन त्यो एयरपोर्टबाट पास भएर आयो। त्यहाँ सबै मिलेर आयो, नेटवर्क बनाएर आयो, जसरी आयो उसले खोज्दिन। न 33 किलो सुन एयरपोर्टबाट कसरी पास हुन्छ? दुबई एयरपोर्टबाट तपाईँ हिँडेर लान सक्नुहुन्छ 33 किलो सुन। उसले के खोज्यो भनेर आफ्नो देशको सेक्युरिटी खोज्यो नि त। उसको इन्ट्री पोइन्टमा उसको राम्रो सुरक्षा प्रणाली छ। तपाईँ देशको सुरक्षा गर्ने, हाम्रो के भयो, हामी नेपालबाट बाहिरिनेको लागि चाहिँ हामीले एयरपोर्टमा सबै टाइट गरिदिनुपर्छ, हामीले गर्नु पनि पर्छ, गर्छौँ पनि। त्यो हाम्रो त्यति साह्रो हामी चाहिँ अब सुर्ती त यहाँ बरामद गर्छौँ नि त, किनभने हामीलाई सम्बन्धित देशले सुर्ती ल्याउनु नदे तेरो देशबाट भनेर कसैले भनेको छ भने हाम्रो सुर्ती एयरपोर्टमा बरामद हुन्छ। तर हामीले के छोडिरहेछौँ? मेरो देश छिर्ने चिज चाहिँ छोडिरहेको छौँ नि त। हामी सुन छोडिरहेछौँ, ड्रग्स हाम्रो छुटिरहेछौँ भनेपछि त्यो सुरक्षा प्रणाली सुधार्नको लागि पनि तपाईँले त्यो 74 सालको चाहिँ छानबिन प्रतिवेदन कार्यान्वयन गर्नु पर्थ्यो नि त। आफ्नो देशको 74 सालको छानबिन प्रतिवेदन कार्यान्वयन नगरेको कारणले हुनसक्छ। त्यसपछि 60 किलो सुन काण्ड भयो 2080 सालतिर। त्यो 60 किलो सुन तपाईँको आउँदासम्म त तपाईँले हेर्नुभयो भने के छ भने, तपाईँ अलिकति म यो सुनको पृष्ठभूमि बताउँछु क्या, अलिक थोरै। जस्तो के भयो भने हामीले रिपोर्टिङ गरेपछि नै 15-16 वर्ष रिपोर्टिङ गर्दाखेरि अब त्योभन्दा अगाडिको राजाको पालीमा भएका सुन तस्करीको त हामीले कथा मात्रै सुन्थ्यौँ। त्यतिखेर अब एक खालको व्यापारिक इन्सिडेन्ट थियो होइन। 2070 सालतिर जस्तो लाग्छ मलाई, 70 सालको असारतिर होइन, 70-71 असारतिर काठमाडौँको कोटेश्वरबाट पहिलोपटक हामीले थाहा पाएपछि होइन, हामीले थाहा पाएपछि पहिलोपटक 33 किलो सुन बरामद भयो 70-71 सालतिर असारमा। त्यो सुन कहाँबाट आयो? चीनबाट आयो, तातोपानी भन्सार हुँदै नाकाबाट बाहिर उठायो होइन। त्यो सुन कोटेश्वरमा बरामद भएपछि त्योभन्दा अगाडि पनि थियो कि काभ्रेमा 9 किलो सुन बरामद भयो, सिआइबीले पनि अर्को 5 गर्यो भनेपछि किलोमा सुन बरामद तपाईँलाई हामीले सोच्न सक्दैन थियो नि त। किलोमा क्या, तोलामा कुरा हुन्थ्यो, किलोमा सुन हुन्छ भन्ने हामीलाई त्यस्तो लाग्ने नि त होइन। तर 9 किलो काभ्रेमा, त्यसपछि सिआइबीले 5 किलो गरेपछि एकाएक कहाँ पुग्यो? 33 किलोमा पुग्यो होइन। मान्छेले 33 किलो सुन बोकेर एउटा गाडी आएको 33 किलो सुन बोकेर आएको भन्ने कुरा त अक्कल पनि यस्तो हो नि त त्यतिखेर त। त्यो 33 किलो सुन बरामद गरिसकेपछि त्यसको अनुसन्धान गर्ने क्रममा तत्कालीन चाहिँ अवस्थामा सिआइबीले केही भरिया केही व्यक्ति र सुनको लगानीकर्ता भनेर सायद एकजना अग्रवाल, मोहन अग्रवाललाई पनि पक्राउ गरेको थियो त्यतिखेर होइन। मुद्दा चल्यो होइन। मुद्दा चलेपछि के हो भने त्यो सुनमा त्यतिखेर भन्सार ऐनअनुसार राजस्व अनुसन्धान विभागले अथवा सरकारले चाहिँ सुनको सुराकी बाबतको पैसा दिन्थ्यो, कमिसन, सूचना दिने मान्छेलाई 15% कमिसन दिन्थ्यो होइन। त्यो 33 किलो सुन काण्डको मुद्दा गयो र त्यो सुराकी बाबतको कमिसन पाउनुपर्ने विवाद यसरी विवादमा आयो कि ओरिजिनल सुराकी जसले त्यत्रो सुन बरामद गर्न सघायो, राज्यलाई सहयोग गर्यो, सूचना दियो र तपाईँले यो तस्करी हुनुबाट रोक्नको लागि उसले राज्यलाई सघाउने जुन पुरस्कृत हुने व्यवस्थाबाट पाउनुपर्ने उसले लाभ थियो, त्यो चाहिँ तत्कालीन अवस्थामा प्रहरी अधिकारीहरूले चाहिँ आफन्तको नाम राखेर सम्बन्धित वास्तविक सुराकीलाई पैसा नदिएको, सुराकी चाहिँ सूचना बापतको कमिसन नदिएको भनेर धेरै ठुलो विवाद हो। झन्डै 2 करोड जतिको सुराकीको रकम थियो होइन। त्यसपछि के हो तपाईँले, अब त्यो त त्यतिखेर संसदीय समितिमा छानबिन भयो, विवादको विषय बन्यो, सम्बन्धित सुराकीले उजुरी हाले, मुद्दा हाले, सबै कुरा गरेर धेरै ठुलो विवादमा गयो। त्यसपछि सरकारले नियम चेन्ज गरेर के गर्यो भने सुराकीको पैसा घटाइदियो। सुराकी भनेको त मेजर कम्पोनेन्ट हो नि त, सूचना हो नि त। बरामद गर्न त सूचना चाहियो नि त। सूचना दिनेले त रिस्क लिन्छ नि त उसले होइन। तपाईँले कसैको करोडौँ पर्ने सामान तपाईँले बरामद गर्न, सुन बरामद गर्न तपाईँलाई सघाइरहेछ भनेपछि त्यो सूचना बापत तपाईँले राज्यले प्रेरित गर्नलाई कमिसनको व्यवस्थाको मिलाइदिएको नि त। त्यो त वैध पैसा हो नि त सूचना बापत। यता राजस्व आयो, यता चाहिँ मुलुकको ढुकुटीमा त्यो जफत भएको चिज आयो, त्यो आम्दानीको बाटो अथवा त्यो आफ्नो स्रोतमा आएपछि त्यो बापत चाहिँ सूचना दिने मान्छेलाई चाहिँ हामीले प्रेरित गर्नुपर्छ भनेर गरेको थियो। तर त्यो विवाद पुगेर संसदीय समितिमा गयो, कहाँ गयो, ठुलो इस्यु बन्यो त्यो। त्यसपछि सरकारले के गर्यो भने त्यो सुराकी बाबतको पैसा घटाइदिएर 5% अथवा 10 लाख जुन कम हुन्छ त्यही दिने भनेर व्यवस्था गर्यो। त्यसैमा सूचना दिने छोड्यो। 10 लाखलाई कहिले सूचना दिन्छ भन्नु न
होइन। तपाईँ किलोको किलो 20-30 किलो सुनको बरामद भएको छ। अर्कोको लगानी डुब्दैछ, हो। करोडौँ लगानी डुब्दैछ, उसले बेटिनुलाई मार्छ होइन। अनि त्यस्तो मार्ने रिस्क बोकेर अनि तपाईँ सरकारलाई सूचना दिएर बरामद गराएर राज्यलाई सघाउने विषयमा चाहिँ तपाईँले सुराकीको पैसा एउटा कुनै अधिकृतको अथवा कसैको निहित स्वार्थमा जोडिएर आएको केसलाई लिएर तपाईँ सुराकीको पैसा कटाइसकेपछि त्यसपछि तपाईँले हेर्नुभयो भने लगभग सुन बरामदको सिरिज धेरै कम भएर गयो क्या। र त्यस यता तपाईँको एयरपोर्टबाट 33 किलो सुन 73 सालमा बरामद भयो, दुबईबाट आएको, सिआइबीले गरेको थियो होइन। त्यो केसमा पनि तपाईँको धेरै ठुलो अनुसन्धान भयो। त्यतिखेर सिआइबीले पहिलोपटक चाहिँ आफ्नै प्रहरी बालवाला अधिकृतलाई एसएसपीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो त्यो 33 किलो सुन काण्डमा, त्यो एयरपोर्टबाट आएकोमा। त्यहाँ मैले अनलाइन खबर हुँदा त्यो मैले रिपोर्टिङ गरेको थिएँ। तपाईँको चाहिँ दुबईबाट सुन पठाउने मान्छे र एयरपोर्टका कर्मचारी बिचमा चाहिँ कन्भर्सेसन कसरी हुन्थ्यो, कि कसरी पास गराउने, कसले सुन बोकेर, त्यतिखेर त अझ तपाईँको भन्सारबाट पनि होइन, सुटकेसमा ल्याउँथ्यो कि माथि त्यो एक्सरे ब्यागेज चाहिँ चेक गर्ने ठाउँमा तपाईँको सुटकेसमा हालेर 33 किलो सुन आउँथ्यो। र उसले त्यो सुन बोक्ने मान्छेको फोटो र मान्छे उभिएको सुटकेससहितको फोटो चाहिँ एयरपोर्टको कर्मचारीले पठाउने एक्सरे मेसिनमा पर्ने बस्नेलाई, र उसले त्यो फ्लाइट कति बजेको फ्लाइट छ त्यो फ्लाइटको सेड्युल बोकेर बस्थ्यो, र त्यो एयरपोर्टको एक्सरे मेसिनमा बसेपछि त्यो सेड्युल अनुसारको फ्लाइट कति बजे आइपुग्छ भन्ने हिसाबले आफ्नो ड्युटी सबै मिलाएर चाहिँ त्यहाँ बसेर त्यो सुन पास गराउँथ्यो। त्यो मैले एउटा च्याट छापेको थिएँ त्यतिखेर। अब अनुसन्धान गर्ने अधिकृत भन्थ्यो दुबईबाट मार्छु भन्ने धेरै धम्की खेप्यो भन्थ्यो। त्यो अनुसन्धान दुबईसम्म गएर पनि भयो, त्यसको पनि भयो होइन। त्यो 73 सालको केसमा पनि त्यो दुबई गएर सबै ऱ्याकेट पनि खोजे प्रहरीले, त्यसको अनुसन्धान प्रतिवेदन पनि बुझायो। अब त्यो अनुसन्धान प्रतिवेदन बुझाइसकेपछि पनि के भएन भन्दाखेरि, अब मैले तपाईँलाई भने यता 33 किलो कहाँबाट आएको थियो, रसियाबाट के अरे चाइनाबाट आएको थियो, तातोपानी नाकाबाट आयो। अर्को 33 किलो कहाँबाट आयो, दुबईबाट आयो, एयरपोर्टबाट आयो होइन। तपाईँ अब त्यो हेर्दै गयो भने तपाईँको अर्को सुनकाण्ड तस्करी 88 किलो कहाँबाट आयो, रसियाबाट आयो, चाइनाबाट आयो होइन। तपाईँ अहिले लास्टमा तपाईँले जुन अहिले भन्नुभयो कि यो सुनको इस्यु कहाँ जोड्यो भन्दाखेरि, दुबईबाट आउने त्यो सुनको स्टाइल परिवर्तन भएर के भयो, सुटकेसमा आउने सुन भेपमा आयो होइन। अब अर्को तपाईँलाई रोचक भन्छु, दुबईबाट र चाइनाबाट आउने सुनको चाहिँ ओरिजिन अथवा उत्पादन स्थल अथवा ल्याउने ठाउँ चेन्ज भएर कहाँ पुग्यो, हङकङ पुग्यो। हामीले जुन 60 किलोको कुरा गऱ्यौँ त्यो त हङकङबाट आएको नि त। त्यो नेटवर्क त रहेछ त्यहीँ। त्यति बेला भेपमा गाडीका पार्ट गुर्जाहरूमा हालेर ल्याइएको थियो होइन, के अरे ब्रेक सु भन्छ हो होइन, ब्रेक सु भन्छ। तर तपाईँको नेटवर्कको हामीले हेरौँ न होइन, सुन माफियाको साम्राज्य कसरी विस्तार भएको त तपाईँले हेर्नु न। त्यो मैले 70 सालबाट अहिलेको तपाईँलाई यो केही घटनाहरू बताएँ होइन। 70मा कोटेश्वरमा बरामद भएको 33 किलोबाट तपाईँ भने तातोपानी भन्सार, रसुवा नाका, दुबई, त्यसपछि हङकङ उनीहरूको चल्यो। अब त्यो सुनमा ल्याउँदाखेरि कति किलोको दर ल्याइएको छ, 33 किलो, 60 किलो, 88 किलो होइन, एक खेपमा होइन। ती त हामीले यहाँ बरामद गरेर कारवाही गरे पऱ्यो होइन। त्यो 33 किलो, 60 किलो, 88 किलोमा कति लगानी गर्नु पऱ्यो, करोडौँ पैसा हाल्नु परेन। त्यो त समातिएको सुन हो, नसमातिएका सुन त कति भित्री किनेको सुन, त्यो त सुन किन्न पऱ्यो नि त। मैले भने नि तपाईँलाई किन्न पऱ्यो नि सुन त, हङकङमा पनि किन्न पऱ्यो, दुबईमा पनि किन्न पऱ्यो, चाइनामा पनि किन्न पऱ्यो, सुन त किन्नै पऱ्यो नि त। त्यो किन्दाखेरिको पैसा कहाँबाट गयो, 88 किलो सुन किन्दाखेरिको पैसा कसरी त्यहाँ पुग्यो त नि। हुन्डी अथवा डिजिटल प्लेटफर्म अलिअलि हो र, अहिले कहाँ डिजिटल थियो त, अहिले त डिजिटल आयो नि भर्खर आएको, कति वर्ष भयो र। हुन्डी कहाँबाट गयो नि, कसरी गर्दा 33 किलो सुन मैले भने तपाईँलाई 33 किलो सुनको सुरागी कम। त्यतिखेर अब सुनको मूल्य कम थियो, भने अहिले जस्तो 2-3 लाख रुपियाँ थिएन होइन, किलोकै किलो थियो, करोडौँको पैसा थियो। त्यति ठुलो रकम कुन माध्यमबाट गएर कसरी पेमेन्ट भयो त तपाईँको, त्यसको नेटवर्क हेर्नुहोस् न तपाईँले। अर्को तपाईँलाई त्यहाँ जोडेर भन्छु मैले, जस्तो चाइनाबाट आउने सुन आउँदाखेरि चाहिँ तपाईँले त्यही टाइम फ्रेमलाई सर यसो हेर्नुभयो भने त्यति बेला चाहिँ नेपालबाट डलरको पनि त्यस्तै तस्करी हुन्थ्यो कि, उस्तै टाइममा हुन्थ्यो कि। चाइनिजहरू चाहिँ डलर बोकेर जान्थ्यो क्या, एउटा लाखौँ डलर जम्मा पारेर लान्थ्यो। त्यो बोरामा पछि थाहा भयो कि त्यो चाहिँ सायद सुनकै पेमेन्ट थियो। एउटा डलर बोकेको गाडी भ्यान जो
मैले सुनेको बोरामै बाँधिएको थियो डलर, त्यो भक्तपुरमा समातियो पनि। डलर त्यतिखेर धेरै समात्यो नि, भक्तपुरमा डलर समात्यो। तपाईँले त्यो एकचोटि के हो भने अब 70-71 सालतिरै 72 सालतिरै होला कि रसुवाबाट सुन आयो, 88 किलो सुनकै कुरा गर्छु तपाईँलाई मैले। त्यो चाहिँ रसुवाबाट काठमाडौँ आइपुग्यो, ठमेलमा सुन बरामद भयो र त्यही राति अथवा भोलिपल्ट चाहिँ धेरै ठुलो परिणाममा चाहिँ काठमाडौँबाट गइरहेको डलर बरामद भएको छ क्या। उहाँले त्यो लिङ्क चाहिँ त्यतिखेर भएन, त्यो होइन, उहाँ अनुसन्धानले त्यो लिङ्क चाहिँ गर्न सकेन, त्यो सुनको पेमेन्ट थियो कि थिएन भन्नेमा चाहिँ करोडौँ पैसा चाहिँ सुनमा गएको छ क्या। भनेको डलरमा पनि त्यसै तस्करी भयो, सुन नेपाल आउने, नेपालबाट डलर जाने भएको थियो। त्यसको लिङ्क गरेर अनुसन्धान भएन, त्यो भेग थियो। पछि फेरि अनुसन्धान गर्ने व्यक्तिहरूलाई, प्रहरीलाई पनि डिमोरलाइज गरियो होइन, मुद्दा मामिला गरियो। अब त्यो त माफियाको एउटा नेटवर्क न थियो, त्यो थियो होइन। अब तपाईँलाई जस्तो सुनको कस्तो देखियो भने अब लगानीकर्ता हिसाब गर्नुहोस् तपाईँले होइन। पहिला हामीले रिपोर्टिङ गर्दाखेरि हेर्दाखेरि के थियो भने अलमोस्ट तपाईँले 33 किलो अर्को के भन्नुभयो भने त्यो अधिकांश सुनको चाहिँ लगानीकर्ता नेपाली देखिन्थ्यो। नेपाली बजारमै त्यो सुन खपत भइरहेछ भन्ने देखिन्थ्यो कि जस्तो सुनकार व्यवसायीहरूले कि नेपालको मार्केटमा भएको वैध राष्ट्र ब्याङ्कबाट किन्ने सुनको भोल्युम चाहिँ कम थियो। उसले त्यतिखेर दैनिक 15-20 किलो 20 किलो भन्ने थियो, 20 किलो सुन दिन्थ्यो। तर बजार मार्केटमा डिमान्ड धेरै होइन। अब डेली 20 किलो सुन सबै वाणिज्य ब्याङ्कहरूले बाँडेर बेच्दा मार्केटमा पुग्दाखेरि त्यो एउटा सुन पसलेले उसलाई नपुग्ने भयो, ठुलो डिमान्ड भयो सुनको होइन। त्यो सुनको डिमान्ड भएपछि त्यो अवैध सुनको डिमान्ड पूर्ति चाहिँ अवैध मार्केटबाट आएको सुनबाट हुन्छ भन्ने हो नि त त्यतिखेर त। र त्यो सुनको लगानीकर्ता नेपालीहरू हुनुहुन्थ्यो, सुन व्यवसायीहरू भने व्यवसायीहरू हुनुहुन्थ्यो भने त्यहाँ देखिन्थ्यो। र नेपालमा उनीहरूले लिएर खपत भएर अथवा उनलाई पुगिसक्यो भने उसले चाहिने लिएर बढी भएको अथवा अरू सुन चाहिँ उसले भारत लान्थ्यो भन्ने हुन्थ्यो। जुन भोल्युममा तपाईँले मैले भने नि अघि एक खेपमा 33 किलो सुन आउँदाखेरि त्यो त अब कैयौँ खेप आयो नि होइन, सयौँ पटक आयो नि त। त्यो सबै सुन त फेरि नेपाल मार्केटलाई त्यति त चाहिँदैन। भनेपछि त्यो सुन चाहिँ बढीमा कहाँ जान्थ्यो, भारत जान्थ्यो। अनि उहाँहरूको त्यो व्यापारिक अब सम्बन्ध पनि होला, भारत लगेर यहाँ गाल्ने छुट्टै ठाउँ, पसल छुट्टै, बेच्ने छुट्टै, लाने छुट्टै, त्यो नेटवर्क बनाएर उहाँहरूले गर्नुहुन्थ्यो होइन। अब त्यो नेपाली लगानीकर्ताको सुनको नेटवर्क फुटेर अथवा त्यो नेटवर्क चाहिँ छिन्नभिन्न भयो 70, 71, 72, 73, 74 सालमा गरेको अनुसन्धानले। त्यो नेटवर्क लगभग भत्कियो अब होइन। त्यतिखेर गोरी पक्राउ पऱ्यो, त्यो नेटवर्क गयो, केही व्यवसाय समातिए, त्यो नेटवर्क गयो, केही अरू लगानीकर्ता समातिए, त्यो नेटवर्क एक हिसाबले बिग्रियो, भत्कियो। तर त्यो सरेर कहाँ पुग्यो भने चाइनिजमा पुग्यो क्या। नेपालमै आएर चाइनिजले आफैले ऱ्याकेट चलाएर बसे। हामी 60 किलोको अहिले तपाईँले भन्नुभएको त्यो हङकङबाट आएको भेप र ब्रेक्स, अनि भेपको अर्को छ फेरि, भेप त दुबईबाट आएको नि। हङकङबाट आएकोमा के छ, फुल नेटवर्क चाइनिजसँग जोडिएको छ। नेपालमा चाइनिजले आएर त्यो पुरै नेटवर्क चलाएर चाइनिज चलाएको छ क्या। भनेको सिफ्टिङ हेर्नुहोस् न सुनको। भेप चाहिँ 79 सालमा बरामद भयो, 79 सालमा, अनि 80 सालमा ब्रेक्सवाला समातियो हो। भेपको अब त्यो यिनीहरूले त्यो डाइमेन्सन चेन्ज गरे जस्तो बुझिन्छ क्या। नेपाली लगानीकर्ताबाट सुनको धन्दा सिफ्ट भएर चाइनिजमा पुग्यो होइन। चाइनिजमा पुगेपछि जस्तो तपाईँले त्यो भेपको तपाईँले प्रसङ्ग ठ्याक्क ल्याउनु भयो कि 79 साल पुस माघमा थियो होइन। त्यो पुसमा माघमा थियो भने त्यो महिनाको मैले याद गरिनँ। त्यो टाइममा के भयो भने 700 तपाईँको चाहिँ 30 जति, 700 भन्दा बढी 730 थान भेप चाहिँ दुबईबाट आयो होइन। दुबईबाट आएको भेप के हो भने एकजना चाइनिजले ल्याएको भेप थियो। नेपालमा चाहिँ भन्सार पास नगरिकन भेप लान नपाइने, भेप हिसाबले त्यतिखेर रोकिएको थियो, प्रतिबन्ध अलिकति विवादमा थियो। चाइनिज ल्याएको भेप उसले त्यो भेप ल्याएर चाहिँ भन्सारमा हाल्यो, ऊ त्यहाँबाट निस्केर गयो। र उसले भेप क्लेम गर्न आउँदाखेरि यो भेप चाहिँ जफत गर्नुपर्ने भेप हो, तपाईँ यत्रो भेप लान सक्नुहुन्न भनेर त्यहाँको भन्सार कर्मचारीले नियन्त्रण लियो र उसलाई एउटा मात्रै भेप दिएर पठाइयो होइन। अनि त्यहाँ 70 कार्टुनमा 730 होइन, त्यो 700 भन्दा बढी थियो त्यो भेप चाहिँ के भयो भने भन्सारले जफत गरेर राख्यो होइन। जफत गरेर राखिसकेपछि उनीहरूले लिलामी पनि पठाएन, त्यहीँ राख्दै पछि त्यहाँको कर्मचारीलाई त्यो चाइनिजले पनि भेपको बारेमा कहाँ गएर भन्यो भन्दाखेरि कृष्णबहादुर महराको छोरालाई गएर भन्यो कि मेरो भेप त्यहाँ समातियो, राहुल महरालाई
त्यो भेप चाहिँ यदि लिलाम गर्ने हो भने मलाई नै दिए हुन्थ्यो, मै सकार्थेँ, किन जफत गरेको चिज भन्ने थियो। अनि सरकारले चाहिँ त्यो भन्सार शुल्क तिरेर पनि भेप चाहिँ लान मिल्दैन भने त्यतिखेरको भन्सारको अधिकारीहरूले त्यो दिएन। त्यो भेप त्यहीँ थन्केर बस्यो होइन। थन्केर बस्दाखेरि एक दिन जहाँ भेप राखिएको थियो त्यो भेप चाहिँ त्यहाँबाट गोदाममा सार्ने काम भयो होइन। सार्ने क्रममा चाहिँ भेप लिएर चाहिँ त्यहाँका नासु सुब्बा को 2-3 जना मिलेर जानुपर्छ, त्यो नाम पनि छ त्यहाँ उहाँहरूको। उहाँले त्यो भेप सारेर अर्को गोदाममा लाने बेला चाहिँ उनले त्यो भेप देखे एउटा थियो होइन, एउटा भेप चोरे उनले होइन। भेप चोरे लिएर गएर गोजीमा लिएर गयो, कोठामा गयो, के गर्यो। अनि त्यो भेप तान्यो, भेप आएन उसले। भेप त आउनु पऱ्यो नि त, त्यो फुटिया छ क्या, त्यो बाक्सा फुटेर त्यो के गरेर त्यसरी गएको छ। भेप आएन। अनि भेप नआएपछि उसले त अनाउन्स लाग्यो। भेपमा त भेप आउनु त्यो सिगरेट त हुन्थ्यो त, विद्युतीय सिगरेट त हो नि होइन। भेपमा त्यो टेस्ट नआइसकेपछि उसले चाहिँ अनौठो मानेर त्यहाँ आफ्नो त्यस्तै तलतिरको कर्मचारी त्यो कुरो सेयर गर्छ क्या उसले। अनि त्यो कर्मचारी सेयर गर्दासम्म पुसमा समातेको भेपको इस्यु आइपुग्यो कहाँ, पुस माघ फागुन लगभग चैततिर आइपुग्यो। अनि चैततिर जब त्यो भेपमा त्यहाँ अब गाईमै हुन थाल्यो कर्मचारी बिचमा, यहाँ चाहिँ भेप आएको थियो, भेप लग्यो। अनि उसले त्यो भेप चाहिँ साँडिदिए क्या। उनीहरूले के थाहा पायो भने भेप लगाएर भेपबाट त्यो तान्दाखेरि भेपबाट आउनुपर्ने धुवा नआइसकेपछि, विद्युतीय चुरोटको त्यो धुवा नआइसकेपछि उसले त्यो कर्मचारी मिलेर हेर्दाभित्र सुन्थ्यो होइन। अनि उनीहरू त्यो आफै मिले। उसले के गर्यो, त्यो बाक्सामा भएको कार्टुनमा भएको भेप चाहिँ उनीहरू सबै मिलेर साटिदिए, आफै साटिदिए। भेप त्यो बाक्सै साटिदिए क्या उनले। सेम भेप ल्याएर त्यहाँ राखिदिए, सुन भएको बाक्सा लिएर गए होइन, जहाँ 9 किलो सुन। उनीहरूको सम्बन्ध चाहिँ त्यो सुन तस्कर छैन, त्यो सुन तस्करसँग छैन। उसले त्यो सुन तस्करसँग छैन, उनीहरूले त्यो एक किसिमले भन्ने अन्जान रूपमा त्यो सुन भेटिएको जस्तो बुझिन्छ क्या त्यहाँ। उसले सुन छ भने पछि मात्रै थाहा पायो। अब त्यही भएर त्यो सुन भएकै कारण त नि राहुल महरासम्म पुगेर कृष्णबहादुर महराले पनि भन्सारको अधिकृतलाई फोन गरेर चाहिँ त्यो भेप यदि लिलाम गर्ने हो भने त छोडिदिनु पऱ्यो, दबाब दियो भन्ने इस्यु त्यहीँबाट आयो नि त। किनभने त्यो भेप ल्याउनु चाहिन्छ त यता महराको परिवारको सम्पर्कमा पुग्यो होइन। अनि सुन बेचे तिनीहरूले लगाएर 9 किलो सुन होइन, 6 करोड 40 लाख समथिङमा बेचिएको छ त्यो सुन। बेचेर उनीहरूले सबै गरिसकेपछि त्यो भेप राखिएको ठाउँमा पछि चाहिँ अरुण पोखरेल त्यहाँको भन्सार प्रमुख हुनुहुन्थ्यो त्रिभुवन मेयरस्थलको, एकदम राम्रो अफिसर हो होइन। उहाँले चाहिँ त्यो इस्यु थाहा पाइसकेपछि अब यहाँ त्यो शङ्कास्पद देखियो भनेपछि त्यो भेप चोरी भएको र भेपमा चाहिँ सुन थियो र सुन लगेर बेचिसकेर सबै ढिस्मी सकिसकेको इस्यु क्या त्यो। अनि पछि त्यो सँगैसँगैमा भन्सार अधिकृतकै उजुरीमा सिआइबीले गरेको अनुसन्धानबाट चाहिँ भेपमा सुन थियो भन्ने कुरा खुलेको पुष्टि भयो। अनि त्यही केसले महरा परिवारलाई तान्यो क्या। उसले के गर्यो भने पछि चाहिँ तपाईँको अनुसन्धानबाट के खुल्यो भने जुन हामीले 60 किलो हङकङबाट ल्याएको सुन ल्याउने पनि त्यही ग्रुप थियो, भेपबाट ल्याउने पनि त्यही ग्रुप थियो भन्ने छ। त्यसमा चाहिँ दाउजीवाङ भन्ने एकजना चाइनिज व्यक्ति हुनुहुन्छ र उहाँहरूको चाहिँ महराको परिवारसँग राम्रो सम्बन्ध, पुरानो सम्बन्ध थियो र उनीहरूले भनेकै कारण महराले चाहिँ कृष्णबहादुर महराले धेरै पटक एयरपोर्टमा फोन गरेर दबाब दिएर उहाँहरूको पटकको सम्पर्क स्थापित भएपछि यो ग्रुपमा उहाँहरूको संलग्न रहेछ भन्ने खुलेपछि राहुल महरालाई र कृष्णबहादुर महरा दुवैजनालाई पछि मुद्दा चल्यो। ती चिनिया नागरिकले जुन दुबईबाट ल्याएको भेप थियो, त्यो भेपभित्र लुकाइएको 9 किलो सुन छुटाउनको लागि महराको बाउ छोरा कृष्णबहादुर महरा र उनका छोरा राहुलले भन्सार अधिकारीलाई 256 पटकसम्म फोन गरे। उनले महरालाई त पहिला मुद्दा चलाइएन। उनले के दाबी गर्छन् भने मैले चाहिँ छोराले त्यो मेरो साथीको सामान छ भनेर भएर मैले चाहिँ फोन गरेको भन्छ उसले दाबी गर्छन्, गर्न चाहिँ होइन। तर त्यत्रो सुन 9 किलो सुन अहिले भने लगानी भएको छ नि त सुनमा त, त्यता करोडौँको पैसा भयो भनेपछि चिनको जुन नेटवर्क थियो त्यसरी चिनको नेटवर्क स्थापित रहेछ फेरि सुनमा भन्ने कुरा त्यहाँबाट खुल्यो क्या। अहिले भने हामीले 70, 72, 73तिरको चाहिँ नेपालीको लगानी थियो, यता कहाँ आइपुग्यो, चाइनिजतिर आइपुग्यो, सबै चाइनिजको नेटवर्क भयो भने। अनि पछि 80 होइन 81 सालतिर आइपुग्दाखेरि तपाईँको जुन पुसमा के अरे साउन 2 गते चाहिँ टिआइएबाटै जुन अर्को सुन बरामद भयो त्यो 81 साल साउन 2 गते 80 किलो 60 किलो। त्यो 60 किलोले चाहिँ यिनीहरूको के पुष्टि गर्यो भने चाइनिजको नेटवर्क नेपालमा यति दबदबा थियो कि ती चाइनिजसँग नेपालको 6 जनासँग त नेपाली नागरिकता थियो। त्यो मैले रिपोर्टिङ गरेको
होइन। अनि 6 जनाले नेपाली नागरिकता बनाएर नि त्यो सबै नेटवर्क बनाएर अब तपाईँ टोखामा त्यत्रो गाल्ने गरेकोदेखि लिएर सबै कुरा त्यतिखेरको सिआइबीको अनुसन्धानले धेरै कुरा खुलाएको छ। नेपालबाट त्यो सुन किनबेच भएको ठाउँ खोज्नलाई हङकङसम्म नि पुगे प्रहरीकृत। अनि त्यहाँ चाहिँ त्यति धेरै कोअर्डिनेसन हुन सकेन भन्ने भएपछि त्यो उहाँहरू फर्केर आउनुभयो। र चाइनिजको जुन नेटवर्क थियो कुन तह ती चाइनिज सबै अहिले 80 को 24 गतेको आन्दोलनमा फरार छन्, भागे कारागारबाट। रमेशजी, तत्कालीन अवस्थामा कृष्णबहादुर महरा सरकारमा हुनुहुन्थ्यो र सिआइबीले कृष्णबहादुर महरालाई बयान मात्र लिएर छाडेको थियो, पछि फेरि पक्राउ गर्न बाध्य नै भयो होइन? त्यो कस्तो प्रमाण थियो जस कारणले गर्दाखेरि बयानले मात्र पुगेन, उनलाई पक्राउनै गर्नु पर्यो? पहिला सिआइबीको अनुसन्धानले चाहिँ कृष्णबहादुर महराको अनुसन्धान अधिकृतले चाहिँ कृष्णबहादुर महराको, राहुलको, सबैको जुन चाइनिजसँगको नियमित संयुपटक सम्पर्कको स्थापित गरेर त्यसको लिङ्क चार्ट नै बनाएर त्यो अनुसन्धान प्रतिवेदन चाहिँ जिल्ला सरकारी वकिल कार्यालयले बुझाएको थियो। अनि जिल्ला सरकारी कार्यालयको वकिलको कार्यालयमा बुझाएको लिङ्क चार्टमा चाहिँ उहाँको सम्पर्क खुल्यो, तर अनुसन्धान प्रतिवेदन उहाँलाई मुद्दाको सिफारिस गरिएको थिएन क्या। त्यो पनि अनि पछि हामीले नै समाचार लेख्ने क्रममा यो सम्पर्क देखिएको मान्छेले मुद्दा गएन भन्ने कुरा चाहिँ समाचारमा सार्वजनिक गरिसकेपछि अनि त्यो धेरै ठुलो विवादको विषय बन्यो र दोहोऱ्याएर फेरि अनुसन्धान भएको महरामाथि, महरा र उहाँको छोरामाथि, राहुल महरामाथि। र त्यतिखेर उहाँको नेटवर्क देखिँदै पनि सम्पर्क नभएको पनि दबाब पनि बढ्यो। उहाँले छोराले सम्पर्क गर्दा मेरो मोबाइलबाट गऱ्यो भनेर उहाँको दाबी थियो। त्यो दाबी चाहिँ अपुरो नै देखिन्छ। र पछि उहाँलाई प्रहरीले दोहोऱ्याएर दोस्रो पटक चाहिँ त्यसको पूरक अनुसन्धान प्रतिवेदन लैजाने क्रममा चाहिँ पक्राउ गरेर हिरासतमा राखेर त्यो मुद्दा दायर गरेको बेपमा चाहिँ कृष्णबहादुर महरा मात्र होइन, वर्षमान पुनको परिवारलाई पनि यो कुराले छुन्छ, जोड्छ र आरोपित गर्छ। कारण के हो? होइन, वर्षमानको चाहिँ यसमा होइन, वर्षमान पुनको चाहिँ उहाँलाई कसरी त्यो सार्ने होइन, उहाँ सायद उपचारको लागि चाइनामा हुनुहुन्थ्यो, उहाँको आफ्नो स्वास्थ्य उपचारको लागि। वर्षमान पुनसँग चाहिँ के हो भने यो भनौँ न नेपालको हेडको रूपमा चाहिँ दाओजी वाङ र दावा छिरिङ भन्ने दुईजना व्यक्ति चाइनिज मान्छे यहाँ देखिनुहुन्छ होइन। अनि ती दावा भन्ने व्यक्तिले चाहिँ ती चाहिँ चिनिया मुलुकका बेल्जियम नागरिक होइन। उसले के गर्यो भने नेपालमा आएर सायद यसैको लागि हुनसक्छ होइन, त्यसमा अनेक जोडिया हुनसक्छ। उसले चाहिँ नेपालमा आएर उसले नेपाली केटी बिहा गरेछ। उनी थिए अमला रोक्का। अमला रोक्का चाहिँ रोल्पाकै परशुराम पुनको बहिनी जस्तो उहाँको गाउँकै मान्छे हुनुहुँदो रहेछ। र अमला रोक्काकै नाममा ठमेलमा चाहिँ एउटा भिएना होटल पनि खोलिएको छ, त्यसको लगानीकर्ता चाहिँ दावा नै थिए। अनि उनको लगानी देखिएपछि एक दिन चाहिँ त्यो फोटो सार्वजनिक हुँदा सायद 75-76 सालतिर कहिलेतिर होइन, अब त्यो अलिकति त्यति मैले उ गरेन। त्यो बेला चाहिँ उहाँले के भन्नुहुन्छ भने दावा छिरिङलाई लिएर अमला रोक्काले चाहिँ अब उसले बिहा गरेको अनि म चाहिँ ज्वाइँलाई लिएर तपाईँ कहाँ आउँछु अनि एक दिनसँगै डिनर गरौँ भन्यो। अनि उनी भेट्न आइन्। भेट्न आउँदा उसले खानेकुरा पनि आफै ल्याएको थियो। अनि हामी सँगै बसेर अब ए बिहा गरेछ चाइनिजमै के भनेर गफ गरेर अब माथि बसेर उसले प्याकिङमै ल्याएको खाना खाएको। खाना खाने क्रममा नै हामीले सामूहिक त्यहाँ फोटो खिचेको थियो। त्यो फोटो सार्ने भयो पछि र त्यो सार्ने भइसकेपछि अहिले अब जुन सुन केस आयो र त्यो देखाएर सुनमा हाम्रो संलग्न छ भनेर दाबी गरिएको भन्नुहुन्छ उहाँले भन्न चाहिँ। तर वर्षमान पुनको उहाँको परिवारको अर्को सदस्य चाहिँ उहाँहरूसँग सम्बन्धमा थियो भन्ने शङ्का चाहिँ पछि पनि गरेको थियो। र उहाँले त्यो कुरा चाहिँ अब पछिसम्म आफूले मेरो कुनै मैले न सुन ल्याउन भनेको छु, न सुन सम्पर्क कारोबारमा मैले सघाएको देखिन्छ, न केही देखिन्छ। खालि गाउँको बहिनी भएको भएर उनले मलाई घरमा आएर खाना खान आउँछ आएको बेलामा खिचिएको तस्बिर हो भन्नुभयो उहाँले पछि होइन। त्यो तस्बिर चाहिँ पछि उपराष्ट्रपति पूर्व राष्ट्रपति नन्दबहादुर पुनको छोराहरूसँग पनि देखियो। र त्यो दावासँग उहाँहरूको त नियमित जस्तो सम्पर्क देखिन्छ। उपराष्ट्रपतिसम्म उहाँको पहुँच पुग्यो भने बुझ्नु न त्यतिलाई त्यो बेलामा। यी सुन प्रकरणमै नन्दबहादुर पुन पासाङ जो पूर्व उपराष्ट्रपति हुनुहुन्छ उहाँको परिवार चाहिँ कसरी जोडियो, कसरी मुछियो? त्यो दावासँगैको उहाँको सम्बन्ध देखिन्छ। दावा छिरिङ जो मेन मान्छे भनेर हामीले उहाँहरूसँग चाहिँ प्रत्यक्ष रूपमै सम्बन्ध धेरै सम्पर्क, उहाँहरूको निकटतम सम्बन्ध देखिन्छ क्या त्यसमा। पछि उहाँलाई अनुसन्धान गर्नुपर्छ धेरै कुरा दबाब पनि यहाँ जस्तो मैले कान्तिपुरमा रिपोर्टिङ गर्दा
नन्दबहादुर पुनको जेठो छोरा चाहिँ अहिले उहाँ सायद नेपालमा हुनुहुन्न, उहाँले चाहिँ चाइनिज ग्रुपसँगै तम्सुक गरेको सुन किनबेचको लागि चाहिँ यतिभित्र तिर्छु, यतिभित्र गर्छु, यति पैसाभित्र गर्छु भने उहाँले तम्सुक गरेको एउटा भिडियो नै मैले कान्तिपुरमा सार्वजनिक गरेको थिएँ होइन। उहाँको त्यो परिवार त्यहाँ चाहिँ उहाँको जोडिन्थ्यो, तर त्यो अनुसन्धानै भएन पछि। त्यसको अनुसन्धान हुनै बाँकी छ। सिआइबीले त्यसको 2 वर्ष 1.5 वर्ष अगाडि त्यसको फेरि सुरु पनि गरेको थियो र उहाँले त्यतिखेर त्यो हामीले त्यसको लिङ्क भेट्न सकेन भन्नुहुन्छ। माथि हिल्सापट्टिको नाकाबाट आउने क्रममा त्यहाँको स्थानीयको रूपमा उहाँले नागरिकता लिएको त्यो पाससास लिएको पासहरू पनि सार्वजनिक भएको थियो। त्यो म भए पनि तर त्यसको पछि अनुसन्धान भएन, अहिलेसम्म पनि भएको छैन भनौँ न। र त्यो जुन 60 किलो सुन तस्करीमा चाइनिजसँग जोडिएको भनेर उपराष्ट्रपतिका तत्कालीन उपराष्ट्रपतिका छोराहरूको अनुसन्धानको लागि दबाब भए पनि पछि चाहिँ उहाँको सिआइबीले बयानमा पनि बोलाएको थियो, कागजी बयान पनि गरेको थियो। त्यतिखेर उहाँको जुन डिभाइसहरू मोबाइलहरू परीक्षण गर्न प्रयास भएको थियो, परीक्षण पनि गर्नुभयो, तर उहाँले प्रयोग गरेर डिभाइसहरू चाहिँ नयाँ थियो, पुरानो जुन अनुसन्धानको लागि लिनु पर्थ्यो त्यो डिभाइस भेटिएन भन्ने भयो भन्ने जस्तो लाग्छ मलाई त्यो। सँगै अर्को एउटा सुन प्रकरण जो एकदमै चर्चामा रह्यो, सुनलाई झोल लिक्विड बनाएर कपडामा भिजाएर ल्याउने र शरीरको भित्री अङ्गमा लुकाएर ल्याउने त्यस्तो घटनाहरू पनि भयो। सुन त त्यो त धेरै भयो नि। तपाईँले जस्तो सुनको त के भयो भने अघि हामीले भन्यौँ त्यो किलोका किलो टनका कुरा गऱ्यौँ होइन, 60 किलो 33 किलो अब त्यो 88 किलोमा गयो। तर तस्करले त्यो काम धन्दा चाहिँ उसले छोडेको थिएन क्या होइन। नछोडेपछि उसले चाहिँ आफ्नो शैलीहरू परिवर्तन गर्यो। एकचोटि तपाईँ त्यो झोल भन्नुभयो, उसले के भने त्यो लिक्विडको फर्ममा क्या जस्तो पेटी जस्तो बनाएर होइन, कसैले चाहिँ भित्री अङ्गमा राखेर, कसैले चाहिँ पेटी जस्तो त्यो पगाल्ने तपाईँको कम्मरमा लाउने पेटी जस्तो बनाएर त्यसमा चाहिँ यो ऱ्याप क्या भित्रपट्टि कालो उसले केले ऱ्याप गरेर बाहिर चाहिँ पेटी होइन, पेटी जस्तो बनाएर एयरपोर्टबाट ल्याउँदाखेरि पनि त्यो सुन एयरपोर्टमा बनाएको। उसले त्यो चाहिँ तस्करीको एउटा चाहिँ तरिका उसले चेन्ज गरेको, शैली चेन्ज गरेको। तर त्यो चेन्ज गर्दा पनि एयरपोर्टमा बरामद हुन्थ्यो। अनि कतिसम्म गर्थ्यो भने मैले एकचोटि हामीले हेरेको भने बक्कलमा पेटीको बक्कल पेटी नै लाउनु भएको छ तपाईँले हेर्दा सेतो बाहिर एउटा पेटीको सेतै बक्कलै छ, तर त्यो सेतोभित्र सुन थियो। जस्तो टाँकमा तपाईँ सर्ट लाएर आउनु, सर्ट लाएर आउनु भएको छ, टाँकै थियो, सर्टै छ त्यो। तर तपाईँले त्यो जब मेटल डिटेक्टर त्यो एक्सरे जहाँ उहाँको प्यासेन्जरको चेक हुन्छ नेपाल प्रवेश गर्ने क्रममा भन्सारमा, त्यहाँ अब कराएको गरे गर्ने, शरीरमा केही छैन तर कराउने गरेपछि त्यसलाई चेक गर्दाखेरि त्यो बटममा क्या बटममा पनि सुन आयो, यो टाँकमा पनि सुन आयो, पेटीको बक्कलमा आयो। एकचोटि कहाँसम्म भएको छ त्यहाँ भने तपाईँको त्यो चाहिँ सायद भारतीय नागरिक को थियो बिर्सेँ मैले होइन, यत्रो डल्लो त्यो सुपारी जस्तो चपाउँदै पनि आएर पनि त्यो एयरपोर्टमा त्यसरी पनि बरामद भएको छ क्या। एयरपोर्टबाट झऱ्यो नि प्लेनबाट झरेपछि झर्ने बित्तिकै उसलाई त त्यहाँ अब उनीहरू सर्टेन तपाईँको एयरलाइन्सहरूमाथि सर्टेन गन्तव्यबाट आएका यात्रुहरूमाथि त त्यहाँ निगरानी क्लोज निगरानी हुन्छ नि त एयरपोर्टमा, शङ्कास्पद लाग्ने मान्छेहरूबाट त त्यो हेरिआएकै हुन्छ। अनि उसले चाहिँ उसको मुख चाहिँ अस्वाभाविक ठुलो देखियो क्या, उसले त्यो सुपारी जस्तो गरेर त्यो चपाउँदै आयो होइन। उसलाई चाहिँ बाहिर लगाएर नियन्त्रण लिएर हेर्दाखेरि त्यो चाहिँ सुन्थ्यो कि भनेको त्यो चाहिँ उनीहरूको मोड अफ सबरेन्टी भन्छ नि, त्यो शैली अपराधक शैली अनेक शैली त्यो उनीहरू सबै भरिया हुन् क्या। फेरि सुन त तपाईँको उनीहरू त अब जस्तो इन्डियन नेपालबाट सुन बोकेर आउनु पर्दैन थियो नि त। एकचोटि त सुडानी कि कहाँको नागरिक पनि समातेको थियो, क्यानेडियनलाई सुन बोकाएर पठाइने यसले, त्यो त कमिसनको लागि पठाउने नि त। एउटा ऱ्याकेट चलाउने भयो, अर्को भरियाको रूपमा उनीहरूलाई सुन दिएर पठाउने भयो। अब यहाँ के हुनसक्छ यिनीहरू कस्तो हुन्छ भने जस्तो अब नेपालमा सुन बरामद भएपछि त्यसको क्षतिपूर्ति लिनु पऱ्यो नि त। फेरि यहाँ त बरामद खेर गयो नि त त्यो सुन त। अब किलोको किलो सुन खेर गएपछि त मान्छेको त करोडौँ पैसा डुब्यो नि त, त्यहाँ त लाखौँ पैसा डुब्यो नि त। उसले अनि त्यो पैसाको असुल चाहिँ सुन मार्फतै गर्नका लागि पनि अब कसैलाई टोलामा, कसैलाई थोत्रै किलोमा, अहिले भने जस्तो बक्कल पेटीको बक्कलमा, कुनै चाहिँ तपाईँको टाँकमा होइन, अर्को केमा लिक्विड बनाएर तपाईँको कम्मरमा हालेर नै सुनको चाहिँ अनेक स्वरूपमा तस्करी भएको देखिन्थ्यो क्या। अघि पनि हामीले भने होइन, सुन तस्करी भनेको चाहिँ एउटा सामान्य सुन तस्करीसँग मात्र सम्बन्धित छैन, यो ह्युमन ट्राफिकिङ मानव तस्करीसँग पनि सम्बन्धित होला, डलरको तस्करीसँग पनि सम्बन्धित होला, तपाईँको अरू अपराधसँग पनि यसको कनेक्सन हुन्छ होइन। अहिले हामीले सम्पत्ति शुद्धिकरणसँग जोडेर अनुसन्धानलाई तीव्र बनाइरहेका छौँ, त्यो सम्पत्ति शुद्धिकरणसँग पनि सम्बन्धित होला।
यसको डाइमेन्सन चाहिँ धेरै छ होइन सुन। होइन, सुनको त हेर्नुहोस्, सुनको कस्तो छ भने सुनमा तपाईँले हेर्नुभयो भने हामीले सर हेर्दाखेरि सुरुमा सुन तस्करीमा संलग्न भएका भरिया मात्रै समात्दिने, ड्राइभर मात्रै समात्दिने होइन। सर्टेन पैसाको लागि कारमा संलग्न हुने ड्राइभर मात्रै समात्दिने। अब 10 किलो 7 किलो 8 किलो 33 किलो सुनको चाहिँ मालिक नभेटिने ड्राइभरले त्यसको कहाँबाट तिर्ने त पैसा? त्यो मुद्दा जाँदा कोर्टमा जाँदा उसलाई त करोडौँको बिगो भराउने हुन्छ, त्यो नजोडिने। अब सुनको कसरी त्यसको मल्टिपल एक्सपर्ट जोडिन्छ भने पहिलो कुरा तपाईँले चाहिँ मुलुक राज्यलाई घाटा भयो, राजस्व छली भयो, अवैध बाटोबाट सुन ल्याउनु भयो, पहिलो घाटा त्यहाँ भयो। किलोको किलो सुन तपाईँ अवैध बाटोबाट आएपछि त्यहाँ त करोडौँ पैसा राजस्व छली भयो, पहिलो घाटा त्यहाँ भयो। दोस्रो घाटा के भयो? तपाईँले करोडौँ पैसा चाहिँ सुनमा हाल्ने गरी आम्दानी गरेको पैसा कहाँबाट आएको थियो? सुनमा के कसले इन्भेस्ट गरिरहेछ त्यो हामीले खोजेनौँ। र त्यो ल्याइएका सुन ल्याउँदाखेरि पनि तपाईँको त्यो सुनमा लागेको पैसाको स्रोत पनि खुलेन र तपाईँ त्यो सुनको पेमेन्ट गर्दाखेरि कुन च्यानलबाट पैसा पठाउनु त्यो पनि खुलेन। स्टेटको नेटवर्क राज्यका संयन्त्र पुरै त्यहाँ चाहिँ ब्रेक भएको छ क्या। तपाईँले बरामद गरेको बाहेक हेर्नुभयो भने जस्तो सुन ल्याउनु भयो, बेच्नु भयो, रासो छल्यो, सुन ल्याउन लगानी गरेको पैसा कहाँबाट आएको थियो त्यो खुलेन होइन। सुनको मालिक को थियो त्यो खुलेन र त्यत्रा पैसा सुनको लागि पेमेन्ट गर्नलाई चाहिँ कहाँबाट गयो त्यो पनि खुलेन होइन। हामीले केसम्म अब त्यो पछि अनुसन्धान भएन त्यो होइन, सुन्थ्यौँ भने रिपोर्टिङकै क्रममा अनौपचारिक कुराकानी गर्दाखेरि एकचोटि चाहिँ नेपालमा जस्तो इन्डियामा तपाईँले मैले इक्जाम्पल दिन्छु कि नेपालमा र इन्डियामा सुन तस्करी चाहिँ एउटै चेन जस्तो देखिन्थ्यो कि दुईवटा घटनामा। जस्तो त्यही 60 किलोको तपाईँले इक्जाम्पल लिनुभयो भने त्यहाँ थुप्तेन भन्ने एउटा चाइनिज पक्राउ परेको छ, ऊ चाहिँ इन्डिया पनि पक्राउ परेको थियो कि होइन। त्यतिखेर इन्डियाकोमा पनि समाचारहरू आउँथ्यो र हामीलाई त्यतिखेर इन्फर्मल रूपमा के भन्थ्यो भने इन्डियामा जब भारू बन्द भयो, पुरानो नोट मोदी आएपछि त्यहाँ चाहिँ अब करोडौँ पैसा त्यहाँ इलिगल अवैध रूपमा जम्मा पारिरहेको घरबाट चाहिँ हजारौँ करोड रुपियाँ चाहिँ त्यहाँ नष्ट गरियो, खोस्टै जस्तो भयो नि त। त्यो बिचमा चाहिँ सुनमा घुसको कारोबार हो भन्ने थियो कि, त्यही भएर सुनको डिमान्ड बढी हो भन्ने हाम्रो अनौपचारिक भन्थ्यो। अब अनुसन्धानमा त त्यो ल्याउनु सम्भव भएन होइन। घुस चाहिँ सुनको बिस्किट दिने कि, अनि त्यो ट्रेन्ड चाहिँ नेपालमा नि भित्रिया छ भन्थ्यो कि। अनि सायद नेपालमा त्यो सुन मान्छे जम्मा गरेर राख्ने भन्ने जुन पछि हामीले सुन्छौँ नि कहिले काहीँ, त्यो चाहिँ त्यहाँ पनि त्यसमा पनि त्यो लिङ्क हुनसक्छ कि तपाईँले क्यासमा घुस लिनुभयो भने ब्याङ्कमा राख्नु पऱ्यो, अब लाखौँको पैसा लिनु पऱ्यो, पटक पटक ट्रान्जेक्सन देखिने भयो, त्यो चाहिँ अब लिगल हुने भयो। सुन त तपाईँले सुन बिस्किट लिनुभयो, घरमा राख्नु मिल्यो, चाहिएको बेला तपाईँ बेच्न सक्नुभयो सुन त भनेपछि सुन चाहिँ त्यसरी त्यसको मल्टिपल जोडेर आएको छ क्या। घुसको कारोबार चाहिँ सुनमा हुन्छ भनिन्थ्यो क्या। घुसको लेनदेन चाहिँ इन्डियामा त्यही हो भन्छ। इन्डियामा त अब नेपाल विश्वको सबैभन्दा धेरै सुन कन्ज्युमर भएको, सुनको उपभोक्ता भएको मध्येमा चाहिँ इन्डिया पर्छ नि त, हिन्दू राज्य भएको। त्यहाँ त हरेक इभेन्टमा हाम्रो पनि चाहियो होइन। सुनको डिमान्डले न सुनको सप्लाई बढायो त नि। एउटा चाहिँ उपभोक्तालाई डेली अब रीतिरिवाजको लागि, आफ्नो दैनिक कामकाजको लागि, हिन्दू धर्मअनुसारको चाहिँ गहनाको रूपमा लाउन जे गर्न पनि त्यो पनि सुनको खपत बढिने भयो। दोस्रो सुनको तस्करी पनि हुने भयो। तेस्रो सुन चाहिँ उसले सम्पत्तिको रूपमा चाहिँ जम्मा पारेर राख्न सक्ने भयो। र चौथो तपाईँको क्यासमा तपाईँले घुस अथवा अवैध कारोबार गर्न नसक्ने भएपछि उसले सुन नै लिएर बस्ने भयो क्या। तपाईँले हेर्नु कस्तो छ यसको नेटवर्क। भने घुसै सुनमा लेनदेन हुन्छ भन्थ्यो त्यतिखेर। सायद नेपालमा पनि हुन्छ होला, मलाई नि त्यस्तो लाग्छ। अन्त्यमा हामीले जुन सुन तस्करी प्रकरणहरूको कुराकानी गऱ्यौँ, कुनै पनि प्रकरणको सम्पूर्ण अनुसन्धान सम्पन्न भइसकेको छैन भनेको त्यो प्रणाली नै कमजोर देखियो। राजनीतिक नेतृत्व, सुरक्षा प्रणाली, अध्यागमन प्रणाली, राजस्व प्रणाली र तल अरू तस्करी समूहहरू बिचको जुन कनेक्सन छ नि, अहिलेसम्म त्यो जालो तपाईँको टुट्न नसकेको जस्तो देखिन्छ। भनेपछि यो तस्करी त अझै पनि रोकिएको छ भनेर विश्वास गर्ने ठाउँ त छैन होइन। जालो यस्तो भयो क्या, तपाईँले जस्तो यही 60 किलो सुनकै इस्युपछि पनि एउटा छानबिन आयोग बन्यो दिल्ली आचार्यको नेतृत्वमा होइन, पूर्व न्यायाधीशको नेतृत्वमा। त्यो जाँचबुझ आयोगले कतिसम्म कुरा पत्ता लागेको छ भने तपाईँले हाम्रो त कस्तो भयो भने सुन एउटा एस्पेक्ट भयो होइन। उसले के पत्ता लागेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगको लागि ल्याइएको, भन्सार इलाकामा चाहिँ जाँचपाँचको लागि ल्याइएको अत्याधुनिक एक्सरे मेसिन प्रयोग नगरी राखिएको छ क्या, थन्काएर राखिएको छ क्या।
त्यो जाँचपासको लागि चाहिने त्यो जुन एक्सरे मेसिन प्रयोग भएको छैन, त्यो प्रतिवेदन उहाँले त्यो खुलाउनु भएको छ। तपाईँको रसुवाको केरुङ नाकामा तपाईँको चाहिँ भेहिकल स्क्रिनिङ मेसिन चाहिँ त्यहाँ छ, त्यसलाई पनि कहिले फिट नगर्ने कहिले के गर्ने, त्यो पनि प्रयोगमा राम्रोसँग प्रयोगमा ल्याएन भन्छ। कैयौँ पटक तपाईँको चाहिँ यता अहिले त अब त्यो बन्द छ, भूकम्पपछि त्यति राम्रोसँग चलेन सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका होइन, त्यति राम्रो ट्रान्जिट भएन, पछि रसुवा सऱ्यो थियो। त्यहाँ पनि तपाईँको चाहिँ ठाउँ ठाउँमा एक्सरे मेसिनहरू राख्नुपर्छ भनेर कतिपटक सिफारिस भएको छ। तर काहीँ पनि के जस्तो तपाईँको संयन्त्र त्यो राखिदिएको भए त हाम्रो कतिवटा नाका थियो र मजाले चलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो, सडकबाट ल्याउनको लागि चाइनाबाट हो, अब इन्डियाको चाहिँ अलिक खुल्ला बोर्डर भएर सबैतिर चाहिए अनुसारको टाइट गर्न अलिकति अप्ठ्यारो होला। तर ती जुन जहाँबाट अलिकति हामीले टाइट गर्न सक्ने एकवटा नाका थियो, त्यो नाकामा तपाईँले यदि चाहने हो भने त मजाले भेहिकल एक्सरे मेसिन राखेर त्यहाँको सुरक्षा प्रणाली प्रविधिमा जोडेर कन्ट्रोल गर्नुभयो भने त सबै नेक्सेस पत्ता नलाग्यो भने तपाईँले घाटाको व्यापार त्यसपछि कसले गर्छ? पटक्कै बेसी समाधान थाल्नु भएपछि यो बाटोबाट सुनाउने भन्दा हुन्छ नि। अघि हामीले कुरा गऱ्यौँ नि 33 किलो सुन प्रकरणको पनि एउटा अध्ययन समिति, छानबिन समिति बन्यो, त्यसको प्रतिवेदन पनि दराजमा थन्काएर राखियो। त्यसमा थुप्रै 200 भन्दा ज्यादा मानिसहरूलाई आरोपित गरिएको छ। त्यो पनि को हुन्, के हुन्, कस्तो हो, त्यो थन्काएर राखिएको छ। त्यसपछि 60 किलो सुन प्रकरणमा पनि त्यत्रो सदनमा महिनौसम्म तपाईँको चाहिँ अवरोध भयो, ठुलो एउटा घटना भयो। अनि त्यसपछि छानबिन समिति बनाइयो होइन। त्यो प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन। कारण के हुनसक्छ? पटक पटक यस्ता छानबिन समितिहरू बनाउने, प्रतिवेदन बनाउने, थन्काउने, अनुसन्धान नहुने, फेरि यस्ता घटनाहरू दोहोरिराख्ने। यता पहिलाकोमा चाहिँ कारवाही गर्नुपर्ने त्यसको संयन्त्र पनि बताइएको छ भन्नुहुन्थ्यो। पछि अहिले आएकोले चाहिँ तपाईँले सुधार गर्नुपर्ने एरिया पनि भनेको छ भन्ने थियो होइन। अब त्यो पछि 60 किलोकोमा बनेको छानबिन प्रतिवेदन पनि विवादमा परेको थियो होइन। त्यहाँ उसले जो मान्छेलाई कारवाहीको सिफारिस गरेको छ त्यो चाहिँ अब प्रहरी अधिकृतलाई पनि लक्षित गरेर गरिएको छ। त्यो चाहिँ अन्यायपूर्ण छ। त्यहाँ चाहिँ तथ्य र फ्याक्टसँग भन्दा पनि आफ्नो व्यक्तिगत प्रतिशोधमा आधारित गरेर सिफारिस गरिएको छ भन्छ। त्यो व्यक्तिलाई छोड्ने हो भने तपाईँको उसले संयन्त्र सुधारको लागि दिएको सुधार त कार्यान्वयन गर्न सकिन्छ नि त। जस्तो एयरपोर्टको सुरक्षा प्रणाली, तपाईँले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली चाहिँ हामीले सुन तस्करीलाई रोक्न मात्रै होइन नि त, यो मुलुकको राष्ट्रिय सुरक्षालाई पनि त्यति सबैभन्दा सेन्सिटिभ क्षेत्र हो नि त। तपाईँ नेपालमा छिर्न दिएको सुन छिर्न दिनुभयो, ड्रग्स छिर्न पायो, सजिलो पाइरहेछ, तपाईँको हतियारको विस्फोटक पदार्थ हाल्यो भने तपाईँ केही रोक्न सक्ने स्थितिमा त अन्तर्राष्ट्रिय विमानस्थल हुन सक्दैन नि त। त्यहाँ त अब एजेन्सीहरूको मल्टिपल एजेन्सीहरूको कत्रो विवाद छ नि त। त्यहाँ एउटाले एउटा अर्को एरियामा जान नदिने छ नि त एयरपोर्टमा त होइन। भन्सार इलाकामा चाहिँ के अरे अब अहिले चाहिँ शस्त्र राख्नु भएको छ त्यहाँ होइन, विवाद भएपछि प्रहरीले जान नदिने होइन। प्रहरीले चाहिँ सबै एरियामा चाहिँ मैले गर्न पाउनुपर्छ भन्ने, अथवा अध्यागमनमा आफ्नो एरिया, अर्को एरिया, मल्टिपल एजेन्सीहरू छ त्यहाँ। तर जसको जुन एरिया भए पनि हामीले मुलुकले हेर्दा त मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीलाई हेर्ने हो नि त, त्यहाँको नेटवर्क हेर्ने हो नि त। त्यसको सहजीकरण र त्यसलाई व्यवस्थापन गरिदिने, त्यसको निगरानी गर्ने, मोनिटर गरिदिने त सरकारको काम हो नि त। जस्तो भन्सार एरिया अर्थ मन्त्रालय भन्यो, उद्योगमन गयो गृह मन्त्रालय भन्यो, अर्को एजेन्सीको अर्को एजेन्सी भन्यो, त्यो मेरो काम होइन भनेर उहाँ त्यसरी पन्छिनुहुन्छ क्या। अब पछि सुन ल्याउने बेलामा तपाईँको अब कतिपय त्यहाँ चाहिँ अब प्लम्बरहरू प्रयोग भएको छ होइन, तपाईँको अब मिस्त्रीहरू प्रयोग भएको छ, कहाँबाट ल्याउँछ त्यो त्यहीँको छानबिनले अनुसन्धानले पनि देखाइसकेको भनेपछि त्यो संयन्त्र चाहिँ तपाईँले बलियो बनाउनु पऱ्यो क्या। हामीले प्रश्न ल्याउने त ल्याउँछ नि त, तपाईँ त्यहाँ टाइट छ है भनेपछि त उसले एकचोटि ल्याउँछ, अर्कोचोटि बन्द गरिहाल्छ, आफै स्वतः बन्द हुन्छ नि। यो 10 वर्षमा गोरे समूहले मात्रै कम्तीमा 4 टन सुन तस्करी गरेर भित्राएको छ भन्ने प्रतिवेदनमा छ भनेपछि त टनका टन सुन भित्रिएको रहेछ नेपालमा। यति छ भने एक्ज्याक्ट तथ्याङ्क छैन, पक्राउ गरिएको मात्रै पनि झन्डै 1 टनभन्दा ज्यादा सुनहरू छन्। तर भित्रिएको सुन त कति छ? सुन भित्रियो है भने जस्तो सुन भित्रिएको भन्दा पनि सुनसँग जोडिएका राजस्व गुम्यो, पैसा गुम्यो, अरबौँ पैसा त्यहाँ लगानी भएको छ, अवैध रूपमा लगानी भएको छ। त्यो लगानी गर्ने मान्छेहरू अहिले चाहिँ अब धनाढ्य भयो भने त्यसले इन्कम गरेको, अवैध रूपमा इन्कम गरेको पैसा त उसले तस्करी गरेपछि उसको नेटवर्क चाहिँ इलिगल नेटवर्क बन्ने भयो। त्यो चाहिँ सम्पत्ति शुद्धिकरण त्यो जानुभयो, उसले त्यहाँबाट कमाएको पैसा त यहाँ काहीँ न कहीँ लगानी गरेछ नि त, उसले व्यापारमा लगानी गरेछ, अरू कहाँ लगानी गरेछ। त्यो लगानी गरेको पैसाको इन्कम स्रोत के थियो? सुन तस्करी थियो। सुन तस्करीबाट ल्याएको पैसा उसले व्यापारमा हालेर के गर्यो? सम्पत्तिलाई शुद्धिकरण गर्यो भनेपछि अब ऊ चाहिँ अरबौँपतिको मालिक हुने स्थिति पुग्यो। तर त्यो सुन, त्यो पैसाको स्रोत त इलिगल थियो नि त भनेपछि त्यो होल सिस्टम नै उनीहरूको कब्जामा जस्तो भयो क्या। उसले त कसलाई पाल्ने हो?
सुन तस्करी गर्न उसले चाहिँ भरिया पाल्ने भयो, अपराधीलाई जुन चाहिँ संरक्षित गर्ने भयो, उसलाई प्रयोग गर्ने, पुलिसलाई पाल्ने भयो, नेतालाई पाल्ने भयो, सबैलाई उसको लगानी त कहाँ हो? सिस्टमलाई ह्याक गर्ने भयो। त्यहीँ लगानी गऱ्यो नि त्यो पैसा त कमाउनको लागि त। भनेपछि तपाईँको होल सुरक्षा प्रणालीलाई तपाईँले चाहिँ आफ्नो राज्यको मेरो यो मेकानिजमलाई मैले बलियो बनाउनुपर्छ भन्ने गरिएन भने त हामी त सधैँ नै भनेर बस्नु। अब नयाँ सरकार आएको छ र यो एकदमै संवेदनशील विषय, देशको प्रतिष्ठासँग जोडिएको, देशको सुशासनसँग जोडिएको, अपराध नियन्त्रणसँग जोडिएको विषय पनि हो। नयाँ सरकारले अथवा बालेन्द्र शाह प्रधानमन्त्री जसले अहिले गृह मन्त्रालय पनि राख्नु भएको छ, यस्ता विषयहरूमा चाहिँ अलिक चासो दिएर प्रहरीलाई सक्रिय बनाउनु पऱ्यो, अनुसन्धान गर्ने निकायहरूलाई सक्रिय बनाएर त्यो प्रतिवेदनहरूलाई कार्यान्वयन गर्न जरुरी छ। त्यो प्रतिवेदन सबै हेर्नु पऱ्यो र त्यो प्रतिवेदनमा भएका कारबाहीको पाटो तपाईँले अब कारबाहीको पनि गर्नु पऱ्यो, दण्डित पनि गर्नै पऱ्यो। तर त्योभन्दा पहिला चाहिँ हामीले त्यो सँगसँगै चाहिँ ती निकायहरूको, निकाय भने मतलब ती एजेन्सीहरूमा एयरपोर्टलाई, अन्तर्राष्ट्रिय सीमा नाकाहरूलाई, बोर्डरहरूमा जहाँ जहाँबाट हामीले यो तहको चाहिँ स्मग्लिङ र त्यो तहको चाहिँ सहजता उसले प्राप्त गरिरहेछ, त्यसलाई कसरी बलियो बनाउनु प्रविधिमा लानु पऱ्यो नि त। अब होइन, प्रविधि नै दिनु पऱ्यो, संयन्त्रहरूलाई विश्वासमा लिनु पऱ्यो। त्यहाँ मल्टिपल एजेन्सी बिचमा जुन कोअर्डिनेसनको अभाव छ, त्यो कोअर्डिनेसनको अभाव कसरी हटाउने भन्नेमा चाहिँ एउटा धेरै सिरियसली होमवर्क गर्नुपर्छ क्या। जस्तो प्रहरीले भन्सारलाई विश्वास नगर्ने, भन्सारले प्रहरीलाई विश्वास नगर्ने, अध्यागमनले अर्को एजेन्सीले विश्वास नगर्ने, अर्कोले अर्कोलाई विश्वास नगर्ने, त्यो त हामी आफ्नै एजेन्सी बिचमा चाहिँ समन्वय छैन, विवाद छ भन्ने कुरा त त्यो तस्करलाई प्रश्न थाहा छ नि त होइन। अब त्यो सिस्टम नै तपाईँले चाहिँ रन गर्नको लागि हामीले त्यो आफ्नै मेकानिजमभित्र देखिएको विवादलाई उसले प्रयोग गर्छ भने त ऊ त तस्करी गर्न बसेको गर्ने नि भन्ने कुरा। भनेपछि अहिलेको सरकारले के गर्ने भने अहिले जुन हामीले देखिरहेछौँ संस्था सुधार भन्ने उहाँहरूको जुन लाइन देखिन्छ कतिपय घटनाक्रमले, त्यो संस्था सुधार गर्ने हो भने चाहिँ सबैभन्दा पहिला हाम्रो अन्तर्राष्ट्रिय नाकाको सुरक्षालाई चाहिँ हामी सबभन्दा पहिला प्रायोरिटी दिनु पऱ्यो क्या। हामी धेरै भनरेबल एरियामा छौँ नि त। अहिले त हामीले कुरा पो सुनको गऱ्यौँ त होइन। सुनभन्दा बाहेकका तपाईँ ड्रग्ससँग जोडिन्छ नि त कयौँ कुरा। किलोको किलो तपाईँको चाहिँ 7 समुद्र पारीबाट कयौँ देश पार गर्दै ड्रग्सको बोक्ने मान्छे यहाँबाट आएपछि, कोकिन बोकेर नेपालबाट आएपछि त्यो एयरपोर्टबाटै छिर्यो नि त। त्यो त बरामद भएको भयो, नभएका पनि हुनसक्छ। उसले आँट गरिरहेछ क्या। यो सुरक्षा, यहाँको एयरपोर्टको सुरक्षा प्रणाली, नेपालको सुरक्षा प्रणाली कमजोर छ भन्ने उसले कयौँ पटक आँट गर्यो नि त। एटेम्प गरिरहेछ नि त उसले पटक पटक। उसले त एटेम्पै गर्न सक्ने स्थिति त हामीले जहाँ अब एउटा एयरपोर्ट छ त्यहाँ राम्रोसँग चलेको, यो पोखरा र भैरवा त त्यति सञ्चालनमा राम्रो छैन। त्यही दुइटा एयरपोर्ट सञ्चालनमा आउने हालत के होला त। हामी यसले त राम्रो कन्ट्रोल गर्न सकेनौँ भने त्यो दुइटा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ मजाले फुल फ्लेजमा चल्ने स्थिति आयो भने त त्यहाँको यस्तो सुरक्षा प्रणाली भन्दा हामी रोक्नै सक्दैनौँ नि। त्यो त उसले त यति सहज रूपमा लिइरहेछ नि त तपाईँको तस्करी गर्ने माफियाले त तपाईँको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीलाई। यो सुधार्ने अहिलेको सरकार योभन्दा उपयुक्त मौका अर्को हुनै सक्दैन। थ्याङ्क यू सो मच रमेश। थ्याङ्क यू सर। धन्यवाद।